खास गरी हामीले हिजोदेखि आजसम्म विभिन्न विषयमा छलफल गरिसकेका छौँ। विविध विषयमा विचार मन्थन भइसकेको छ। त्यसो हुँदा पनि हामी वैचारिक हिसाबले अलिकति थकित अवस्थामा पनि छौँ। अहिले हामीले यसभन्दा अगाडि गरेका छलफलहरूको भन्दा केही फरक, खास गरी हाम्रा मिडियाहरूको विकल्पको रूपमा, खास गरी परम्परागत मिडियाहरूको विकल्पको रूपमा देखिएका र सँगसँगै कतिपय अवस्थामा अघि बढिरहेका प्लेटफर्महरू आइरहेका छन्। सूचना र सञ्चारको इतिहासको रूपान्तरणको यो यात्रामा पत्रिका, रेडियो, टेलिभिजन मात्रै सूचना प्रवाहका माध्यम थिए। ती माध्यमहरू सँगसँगै डिजिटल प्रविधि, इन्टरनेट र सामाजिक सञ्जालको उदय भयो। त्यस पछाडि अहिले सूचना उत्पादन, वितरण र उपभोगको संरचनाको शैलीमा परिवर्तन आएको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, अनलाइन पोर्टलहरू र अहिले एआईमा आधारित सामग्रीहरू र प्लेटफर्महरूले चाहिँ सूचना सञ्चारलाई नयाँ दिशामा लैजान खोजिरहेका छन्। यो सन्दर्भमा हामीले परम्परागत मिडिया र न्यू मिडिया प्रतिस्पर्धी हुन् कि सहयात्री हुन्? खास गरी परम्परागत मिडियालाई चाहिँ विस्थापित गरेर न्यू मिडिया चल्ने हुन् या सँगसँगै अघि बढ्न सक्छन् भन्ने विषयमा छलफल गर्नेछौँ। मसँग आज छलफलका लागि चारजना फरक फरक दृष्टिकोण बोकेका, फरक फरक अनुभव बोकेका र केही साझा अनुभव बोकेका प्यानलिस्टहरू हुनुहुन्छ। हिमालय टेलिभिजनका सम्पादक मधुसूदन पन्थी हुनुहुन्छ। उहाँले लामो समय रेडियोको अनुभव पनि छ। सेन्टर फर मिडिया रिसर्चका अध्येता भुवन केसी हुनुहुन्छ। उहाँसँग पनि फरक फरक मिडिया हाउसहरूमा काम गरेको अनुभव छ। यसै गरी टेलिभिजन पत्रकारिताबाट अनलाइन पत्रकारितातर्फ प्रवेश गर्नुभएका अनलाइन न्युज पोर्टल ब्रेक एन्ड लिङ्क्स नेपालीका प्रधान सम्पादक पुनम पौडेलजी हुनुहुन्छ। र नयाँ अभ्यासका रूपमा आरम्भ भएको, खास गरी हामीले कन्टेन्ट क्रिएटर भनेर जसरी चिनिरहेका छौँ, डिजिटल क्रिएटर, कन्टेन्ट क्रिएटर भनेर, त्यो नेपाली कमेन्टका संस्थापक दिपेश त्रिपाठीजी हुनुहुन्छ। म यहाँहरू चारैजनालाई हार्दिक स्वागत गर्दै म सुरु चाहिँ मधुदाईबाट सुरु गर्न चाहन्छु, किनकि उहाँ यही बुटोलको थलोमा सञ्चार क्षेत्रमा हुर्के बढेको मान्छे र काठमाडौँ गएर त्यसलाई अझ धेरै मलजल गरेर राष्ट्रिय रूपमा स्थापित भएको व्यक्ति पनि हुनुहुन्छ। उहाँसँग रेडियोको अनुभव छ र रेडियोको अनुभवमा पनि एक हिसाबले भन्दा जति बेला रेडियोको चाहिँ चाम थियो, एकताका पत्रिकाका पत्रकार सञ्चालकहरूले चाहिँ रेडियो आउँदाखेरिमा यो रेडियोमा काम गर्ने त पत्रकारै होइनन् भन्ने अवस्था थियो। त्यस पछाडि टेलिभिजन आएपछि रेडियो र पत्रिकाका मिलेर चाहिँ टेलिभिजनका मान्छे पत्रकारै होइनन् भन्ने थियो, होइन? त्यसपछि अनलाइन मिडिया आयो। अनलाइन मिडिया आइसकेपछि यसले त जे लेख्यो उतिखेरै सच्याउन मिल्छ, जे लेखे पनि हुन्छ। पत्रिकामा कहाँ सच्याउन मिल्छ? भोलि प्रकाशित भएपछि बल्ल सच्याउने हो भन्ने भयो। पत्रकार होइनन् यिनीहरू भन्ने भयो। फेरि अहिले यो कन्टेन्ट क्रिएसन, सोसल प्लेटफर्ममा आधारित भएको कन्टेन्ट क्रिएसनको जमानामा आइपुगेका छौँ। यसमा एडिटोरियल पोलिसी नै छैन भन्ने कुराहरू छन्। फेरि यी विविध कुराहरूलाई हामीले सामना गर्दै अघि बढिरहेका छौँ। यो अवस्थामा करिब एक दशकभन्दा अगाडि रेडियोमा बुटोलमा जसरी काम गर्नुभएको थियो मधुदाईले, उहाँले त्यति बेला रेडियोको जमानाका अलिकति अनुभव सुनेर हामी चाहिँ यो छलफललाई चाहिँ अघि बढाउन चाहन्छौँ। तपाईँले तिनाउ एफएममा समाचार वाचन गर्दा, समाचार सङ्कलन गर्दा, सम्पादन गर्दाखेरिका अनुभव अलिकति सुन्यो भने त्यो बुटोलले पनि तपाईँको अनुभवलाई चाहिँ पुनर्जागृत गर्नेछ, पुनस्मरण गर्नेछ भन्ने मलाई लागेको छ। धन्यवाद सिपीजी। यो अवसर उपलब्ध गराएकोमा नेपाल पत्रकार महासङ्घ रूपन्देही शाखालाई पनि धेरै धेरै धन्यवाद छ। मैले अलिकति थोरै केबाट सुरु गर्न चाहन्छु भने मेरो सुरुवात चाहिँ रेडियो होइन, पत्रिका हो। मेरो पहिलो सम्पादक विनोद पहाडी सर यहाँ हुनुहुन्छ। मैले दैनिक लुम्बिनीबाट पत्रकारिता सुरु गरेको थिएँ। लगभग 7 वर्ष मैले पत्रिकामा काम गरेँ। त्यस पछाडिको करिब 4 वर्ष मैले 2टा रेडियोमा, रेडियो लुम्बिनी र तिनाउ एफएममा काम गरेँ। रेडियो लुम्बिनीमा छोटो थियो,
त्यस पछाडि काठमाडौँ गइसकेपछि मैले 11 वर्ष कान्तिपुर एफएममा काम गरेँ। त्यस पछाडि हिमालय टिभीमा करिब 3.5 वर्ष र फेरि मैले एउटा अनलाइनमा करिब 3 वर्ष सम्पादक भएर काम गरेँ र अहिले फेरि 1 वर्ष करिब यता हिमालय टिभीमा दोस्रो इनिङ सुरु गरेको छु। यो मैले भन्न खोजेको के हो भने मैले पत्रिका पनि देखेँ अनि रेडियो पनि देखेँ, त्यस पछाडि आएर अनलाइन पनि देखेँ, टेलिभिजन पनि देखेँ। यो अहिले आएर अब न्यू मिडिया भनिने मिडिया पनि हामीले भोगिरहेका छौँ। यसमा मैले ठ्याक्कै एउटा कुरा, 3टा कुरा, यो मैले भोगेको कुराहरूमा चाहिँ उपभोक्ता भन्छु म, दर्शक श्रोता र पाठकलाई एउटा शब्दमा भन्दा उहाँहरूको बानीमा एकदमै ठुलो परिवर्तन आयो। मैले भोगेको कुरा, पहिला टेलिभिजन खोलेर कतिखेर समाचार अथवा कार्यक्रम आउला भनेर कुरेर बस्नु पर्थ्यो, रेडियो खोलेर बस्नु पर्थ्यो, पत्रिका अर्को दिन बिहान कतिखेर बाँड्न लिएर आउला भनेर बस्नु पर्थ्यो। ताकि अहिले के भयो भने हाम्रो उपभोक्ता यति हुनुभयो, सोखिन हुनुभयो कि अब त्यो खोलेर कति बेला आउला भनेर बस्ने जमाना रहेन। परिवर्तन भनेको अब चाहिँ उहाँको हातमा मोबाइल छ, त्यो मोबाइलमा हामीले उहाँले चाहेको बेलामा, उहाँलाई कतिखेर मन लाग्छ त्यो बेलामा हामीले हाम्रा सूचना स्रोत कार्यक्रम जे दिनुपर्ने हो ठ्याक्कै त्यो उपलब्ध गराइदिनु पर्यो। तपाईँले अहिले त्यहाँ बसेर सुनिरहँदा केही कुरा हेर्न पाउनु पर्यो। तपाईँले बेलुका 7 बजेको प्राइम टाइम, 8 बजेको प्राइम टाइममा यो आउँछ भनेर पर्खेर बस्ने जमाना रहेन। यो चाहिँ हाम्रो उपभोक्तामा आएको एकदमै ठुलो परिवर्तन हो भनेर म भन्छु। अर्को यहाँ अघिल्ला सेसनमा पनि धेरै कुरा उठे, यो परम्परागत मिडिया र न्यू मिडिया भनेर। पछिल्लो 2 दशक यताको अवस्था हेऱ्यो भने इन्टरनेटको विकाससँगै डिजिटल प्लेटफर्महरू जसरी भने अब यिनीहरू पनि न्यू मिडिया रहेनन्। 2.5 दशक यता हेऱ्यो भने यिनीहरू पनि पुराना भए। त्यसैले यो जुन हामीले बिचमा घेरा खिचेका छौँ नि परम्परागत मिडिया र यो न्यू मिडिया भनेर, अब यो पनि रहेन। किनभने इन्टरनेटको विकासले अब कोही पनि परम्परागत मिडिया पनि रहेनन्, न्यू मिडिया पनि रहेनन्। अर्को एउटा कुरा, मेन स्ट्रिम मिडिया र अन्य मिडिया भनेर अर्को लाइन पनि यहाँ खिचियो, कसलाई मेन स्ट्रिम भन्ने, कसलाई लोकल भन्ने। अब एउटा फेसबुक राम्रोसँग चलाउन सक्ने मान्छे आफैमा पत्रकार भइसकेको अवस्थामा सबै मेन स्ट्रिम मिडिया भयो। अब त यहाँ त को मेन स्ट्रिम को अर्को मिडिया भन्ने यो लाइन पनि सकियो भन्ने मेरो कम्तीमा अब हुन त यसको बारेमा धेरै अध्ययन गरेको भुवनजी हुनुहुन्छ, अझै बढी भन्नु होला। तर मलाई लागेको चाहिँ यो 2-3वटा कुरा, एउटा उपभोक्ताको बानीमा फरक भयो, चेन्ज भयो। अर्को परम्परागत मिडिया र न्यू मिडिया भन्ने लाइन पनि अब क्रस भयो, सबै मिडिया एउटै अवस्थामा आए। र अर्को मेन स्ट्रिम मिडिया र लोकल अथवा अन्य मिडिया भन्ने जुन बााउन्ड्री थियो त्यो पनि सकियो, भत्कियो। मैले यो 4वटा फरक मिडियामा काम गर्दा चाहिँ आफूलाई लागेको भोगेको चाहिँ यो मुख्यतः आएको परिवर्तन यो हो। अब बाँकी कुरा एउटा यो हाम्रो शीर्षक छ, परम्परागत मिडियालाई डिजिटल प्लेटफर्महरूको चुनौती। अब जब यो परम्परागत मिडिया नै रहेन भने पछाडि अब यो चुनौती पनि भएन, स्वाभाविक रूपमा यो के भयो भने यसलाई कसरी अवसर बनाउने भन्नेतिर गयो। यसको बारेमा हामी थप छलफल गरौँला। अहिले भने मैले चाहिँ यहाँबाट सुरु गर्न चाहेँ। सेबीजी धन्यवाद। म अब चाहिँ हाम्रो पुनम म्यामसँग जान चाहन्छु। अनलाइन मिडिया, तपाईँले टेलिभिजन र अरू प्लेटफर्महरूमा पनि काम गर्नुभयो। अनलाइन मिडियाले चाहिँ अरू प्लेटफर्मले नगर्ने त्यस्तो के गर्दो रहेछ, के आकर्षण बढाइरहेको छ? धन्यवाद सिपीजी। सबैजनालाई नमस्कार। म सिधै प्रश्नतिर गएँ। के फरक भन्ने कुरा गर्दाखेरि चाहिँ मैले चाहिँ त्यस्तो धेरै खासै फरक किन पनि म महसुस गर्दिनँ भने टेलिभिजनमा पनि हामी एकदम ब्रेकिङ न्युज भनेर एकदम लेटेस्ट अपडेट दिन्थ्यौँ कि हामीले स्टुडियोमा गएर न्युज त्यसलाई न्युज भन्न नभ्याए पनि हामी स्क्रल भनेर तलपट्टि राखेर या स्क्रिनमा ब्रेकिङ भनेर
त्यसरी पनि हामीले त्यो समाचारलाई चाहिँ जतिसक्यो छिटो दर्शकसँग पुर्याउने गरेका थियौँ। त्यो मामलामा र त्यो समयमा जुन बेला म टेलिभिजनमा काम गर्थेँ त्यो बेलामा चाहिँ त्यो नै एकदमै सबैभन्दा छिटो सूचना हामीले दिएको भनेर हामीले त्यो महसुस गर्थ्यौँ होइन। अब अनलाइनमा पनि त्यही नै हो, सूचनाको छिटो सम्प्रेषण नै हो अनलाइन मिडियाको चाहिँ विशेषता जस्तो लाग्छ मलाई। किनभने एकदम छिटो अपडेट गर्न पाइयो नि त, तत्कालै त्यहाँनिर एउटा एङ्करले गएर स्टुडियो छिरेर अनाउन्समेन्ट गर्ने समय पनि परेन। एउटा रेडियोको न्युज एङ्करले स्टुडियो छिरेर बोलुन्जेलसम्ममा हामीले त्यहाँ टाइप गरेर अपलोड गर्न पाइयो अथवा भिडियोमा अपलोड गर्न पनि पाइयो। त्यसले गर्दाखेरि त्यही सूचनाको छिटो सम्प्रेषण नै हो जस्तो लाग्छ अनलाइन मिडियाको विशेषता चाहिँ। हस्, थ्याङ्क यू। म दिपेशजीसँग आएँ अहिले। खास गरी तपाईँले आफूले उत्पादन गर्ने जुन कन्टेन्ट क्रिएसन भनिरहेका छौँ, प्रोडक्सन एउटा जानकारीमूलक सूचनामूलक, अब कतिपय अवस्थामा चाहिँ रिसर्च गरिएका विषयहरू बन्छन्, त्यसको एडिटोरियल पोलिसीदेखि लिएर तपाईँ जति बेला चाहिँ त्यो प्लेटफर्ममा हाल्नुहुन्छ, फेसबुक, युट्युब र अरू प्लेटफर्महरूमा, त्यहाँसम्म राख्दाखेरिमा उत्पादनदेखि लिएर प्रसारणसम्मको प्रोसेस चाहिँ के हो? हुन्छ, धन्यवाद। मलाई बोलाइदिनु भयो यसको लागि पत्रकार महासङ्घ रूपन्देहीलाई पनि धन्यवाद। अलिकति फरक बकुल्लाको भिडमा काग भने जस्तो नर्मली हामीले जब कन्टेन्ट प्रड्युस गर्छौँ त्यसको एउटा एभरेज साइकल 1.5 देखि 2 महिनाको हुन्छ। अब करेन्ट अफेयर छ, त्यो अलरेडी थाहा भएको विषय छ भने त्यसको साइकल छोटो होला, तर अन एन एभरेज 1.5 देखि 2 महिनाको समय लाग्छ आइडियाको फेजदेखि रिलिज भइन्जेलसम्ममा। फेस देखिँदाखेरि मेरो फेस देखिन्छ, तर पछाडिपट्टि हामी 12-15 जना मान्छे काम गरिरहेका छौँ। त्यो 12-15 जना मान्छे कसरी काम गर्छन् भन्दा एउटा सेपरेट रिसर्च टिम छ। हामी सुरुमा बसेर छलफल गर्छौँ यो भिडियो के को बारेमा हो, हामीले यो भिडियोमा के गर्न खोजिरहेको। त्यसपछि सुरु हुन्छ रिसर्चको फेज। त्यसको लागि मटेरियल अनलाइन बढाउन सक्छ, पत्रपत्रिकाबाट आउन सक्छ, एक्सपर्टको इन्टरभ्यूबाट आउन सक्छ, आफै स्थलगत रिपोर्टिङ गरेर आउन सक्छ, अथवा कुनै किताबबाट आउन सक्छ। त्यो सबै मटेरियल रिसर्च टिमले ल्याइसकेपछि चाहिँ अब यसबाट सबसे सजिलो तरिकाले हामी कथा कसरी भन्न सक्छौँ। हामीले कन्टेन्ट क्रिएटरहरूले के गरिरहेको हो भन्दा सरल सिम्पल बुझ्ने भाषामा नयाँ जेनेरेसनको लागि विशेष गरी हाम्रो प्लेटफर्मले हामीले बोलीचाली हाम्रो बोलीचालीको भाषामा नयाँ जेनेरेसनलाई बुझाइरहेको हो, जसलाई जान्ने भुक मजाले छ, त्यो हङ्गर छ, तर उसले त्यो कम्युनिकेसन भइरहेको छैन राम्रोसँग। त्यसपछि त्यसको स्टोरी बन्छ, अनि बल्ल त्यो प्रोडक्सनमा जान्छ, एडिट हुन्छ, थम्बनेल बन्छ, टाइटल आउँछ, अनि रिलिज हुने हो। यो सबै प्रक्रियामा मेन हाम्रो सेन्टर पोइन्ट मेरो काम विशेष के हुन्छ भन्दाखेरि स्क्रिप्ट लेख्दै गर्दा जे मटेरियल हामीले भेटेका छौँ त्यो मटेरियलबाट पर नजाउँ, अथवा चाहिँ मलाई यस्तो लाग्छ, अथवा एउटा सोर्समा एउटा सर्टेन कुरा भेटेको भरमा त्यसलाई मेजर पोइन्ट नगरौँ। जस्तै यो रुममा अहिले हामी मानव 50 जना छौँ रे, त्यो 52 हुनसक्छ, तर त्यो 500 त हुन मिल्दैन नि त, त्यो त गलत हुन्छ। 50 को 52 ल ठिकठाक हो भन्न सकेला, 50 को 500 त मिल्दैन नि त। सो हाम्रो बेसिक थिङ्किङ चाहिँ त्यसरी चाहिँ एक्स्ट्रापोलेट नहोस्, नचाहिएको कुरा नजाओस्, फ्याक्चुअली चेक्ड होस्, ब्यालेन्स्ड होस्, र इनकेस केही मिस्टेक हुँदैछ भने त्यसलाई हामी करेक्ट गर्छौँ। भनेको तपाईँको जुन प्लेटफर्म छ द नेपाली कमेन्ट, त्यसमा परम्परागत भनिएका मिडियाहरूमा जसरी रिपोर्टिङदेखि लिएर एडिटोरियलसम्मको टिम छ, एउटा डोर छ जहाँसम्म न्युज आउने, त्यो पोलिसी र त्यो चेन अफ कमान्ड या त्यो टिम वर्किङ छ तपाईँसँग? बिकज हामी इन्फर्मली काम गरिरहेका छौँ होइन, त्यही भएर चाहिँ लेगेसी मिडियामा जसरी मजाले स्ट्रक्चर छुटेको हुन्छ त्यो त्यही फर्ममा देखिँदैन, तर मोटामोटी रूपमा गर्ने काम र कार्य ठ्याक्कै त्यस्तै खालको फर्मेटमा छ। हस्, थ्याङ्क यू। अब फेरि म भुवन सरसँग आएँ। नेपाली मिडियाको एउटा रूपान्तरणको हामीले 3 जनाबाट एउटा चित्र सुन्यौँ। खास गरी यो रूपान्तरणलाई तपाईँले अहिलेसम्म गरेका अध्ययनहरू, विश्लेषणहरूले चाहिँ के भन्छ? सबभन्दा पहिला त कार्यक्रम आयोजकलाई म धन्यवाद दिन चाहन्छु। अनि अर्को चाहिँ सिपी सरले
जुन प्रश्नहरू गर्नुभयो अनि अघि नैदेखिको सेसनमा म बसिरहेकै छु। सबभन्दा पहिला चाहिँ हामीले छलफललाई निकै व्यवस्थित तरिकाले अगाडि बढाउनलाई हामी मिडियाको क्याटेगोराइजमा चाहिँ जानुपर्छ भन्छु म चाहिँ। खास गरेर यो प्रिन्ट मिडिया, रेडियो, टेलिभिजन जुन हामी परम्परागत मिडिया भनेको छौँ त्यसको बारेमा हामी प्रष्ट हुनु पऱ्यो। हिजो चाहिँ जुन प्रविधि अप्नाएर कुरा गरिरहेको छ त्यसलाई परम्परागत मिडिया भन्नु पऱ्यो एक। अर्को चाहिँ हामीले चाहिँ अनलाइन मिडियाको बारेमा पनि क्लियर हुनु पऱ्यो। त्यसमा चाहिँ खास गरेर यो पत्रकारिताको कुरा गर्दाखेरि चाहिँ यो न्युज पोर्टलहरूको कुरा गर्नु पऱ्यो। त्यसपछि चाहिँ सोसियल मिडियाको कुरा गर्नु पऱ्यो। अब हामीले हेर्दै विगत इतिहासलाई हेऱ्यो भने के हुन्छ भने प्रिन्ट मिडियाको पनि एउटा गोल्डन एरा छ। यो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चाहिँ फरक छ। यो टेलिभिजनको पनि फरक छ अनि त्यसपछि रेडियोको पनि फरक छ। त्यसै गरेर पछिल्लो समय आएको अनलाइन मिडिया भने चाहिँ यो अनलाइन मिडिया पनि अहिले नयाँ हो कि पुरानो भन्ने बहसकै कुरा छ। त्यही भएर अहिले के छ भने यो कन्भर्जेन्स मिडिया चाहिँ छ। अहिले हामीले चाहिँ के छ भने छुट्टै मिडियाको रूप भन्दा पनि मिडियाको विभिन्न रूप चाहिँ हामीले चाहिँ कन्भर्जेन्स मिडियामा देखिन्छ। अहिले हामीले कुरा गर्दाखेरि के देखिन्छ भने मिडियम चाहिँ चेन्ज भएको हो तर त्यसको महत्त्व र त्यसको चाहिँ उपादेयता चाहिँ मात्रामा चाहिँ तलमाथि छ। यो सबैको चाहिँ भ्यालुएबल छ भन्ने देखिन्छ। जुन हाम्रो अघि शीर्षकको कुरा गर्नुभयो यो परम्परागत मिडियाले चाहिँ न्यू मिडियाले परम्परागत मिडियालाई चाहिँ के च्यालेन्ज लिएको छ भन्ने छ। मेरो दृष्टिकोणमा के छ भने यो चाहिँ एकअर्कालाई निषेध गरेर जाने कुरा होइन, यो चाहिँ कम्प्लिमेन्ट्री हो। त्यसमा चाहिँ के छ भने यो प्रिन्ट मिडिया अथवा टेलिभिजन अथवा रेडियोलाई चाहिँ नयाँ यो भनौँ न यो सोसियल मिडिया अथवा चाहिँ न्यू मिडियाले अवसर पनि सिर्जना गरेको छ, च्यालेन्ज पनि सिर्जना गरेको छ। च्यालेन्ज यो अर्थमा सिर्जना गरेको छ कि अहिले हामीले चाहिँ जुन परम्परागत रूपमा भनेको रेडियो, टेलिभिजन, पत्र पत्रिकाको त्यहाँ हामीलाई डाइरेक्ट चाहिँ जान दिएको छैन। हाम्रो रिसर्चले पनि के देखाइरहेको छ भने अनलाइनकै कुरा गऱ्यो भने पनि अहिले चाहिँ के छ भने 80% चाहिँ तपाईँको भिजिटर्सहरू चाहिँ सोसियल मिडियाबाट चाहिँ अनलाइनमा फर्केको अवस्था छ। अनि अर्को कुरा गऱ्यो भने चाहिँ के च्यालेन्ज गरेछ भन्ने कुरा गऱ्यो भने चाहिँ मेन स्ट्रिम मिडियालाई चाहिँ एकदमै च्यालेन्ज पनि गरेछ। अहिले डिस्क्रेडिट गरिदिने कुरालाई चाहिँ सोसियल मिडियाले बढावा दिएको पाइन्छ। अर्को चाहिँ तपाईँले आम्दानीको हिसाबले पनि मेन स्ट्रिम मिडियाले जुन खालको आम्दानी गरेको थियो त्यसमा चाहिँ कहीँ न कहीँ कैँची लगाएको अवस्था छ। अब यो सोसियल अथवा न्यू मिडियाले के चाहिँ अवसर ल्याएको छ भन्दाखेरि चाहिँ परम्परागत मिडियालाई चाहिँ उहाँहरूको पहुँचको लागि धेरै सजिलो बनाइदिएको छ। हिजो चाहिँ हामीले पत्रिका पढ्न जुन टाइम लाग्थ्यो अथवा टेलिभिजन हामीलाई निश्चित टाइमको कुरा गर्थ्यो, अहिले चाहिँ न्यू मिडियाले गर्दा एकदम सजिलो पनि भएको छ। अनि अर्को कुरा हामीले आम्दानीकै कुरा गऱ्यो भने पनि यसले चाहिँ के छ भने आम्दानीको पनि नयाँ स्रोतहरू चाहिँ खोलिदिएको छ। त्यही भएर कस्तो छ भने सोसियल मिडियाबाट आएका कुराहरू मेन स्ट्रिम मिडियाबाट क्रिएट भएका पनि छन्। अनि अर्को कुरा के छ भने मेन स्ट्रिम मिडियामा जे कुराहरू छ त्यो चाहिँ सोसियल मिडियामा जाने पनि गरेका छन् भनेपछि अहिले तपाईँ हामीले चाहिँ यो छुट्टै हेर्ने भन्दा अब प्लेटफर्मको हिसाबले छलफल गर्दा त छुट्टै जान सकिन्छ। तर अस्तित्व र सहकारीको कुरा गऱ्यो भने चाहिँ पत्रकारिताको कुरा अनि पत्रकारितालाई एक्सपान्ड गर्ने कुरामा चाहिँ मेन स्ट्रिम मिडियालाई चाहिँ कम्प्लिमेन्ट्रीको रूपमा चाहिँ न्यू मिडियाले चाहिँ सहयोग नै गर्छ। तर मेन स्ट्रिम मिडियाले चाहिँ आफूलाई चाहिँ समयअनुसार परिमार्जित गर्छ कि गर्दैन भन्ने कुरामा चाहिँ हिजो हामीले पढ्ने पत्रिका, हिजो हामीले चाहिँ हेर्ने टेलिभिजनको सेट, हिजो हामीले हेर्ने चाहिँ हिजो हामीले सुन्ने रेडियोको कुरामा चाहिँ त्यहाँनिर चाहिँ उहाँहरू रहने कि नरहने, कसरी परिमार्जित हुने भन्ने कुरा चाहिँ त्यहाँनिर भर पर्छ। हुन्छ, म मधुसूदन दाइतर्फ आएँ फेरि। जस्तो अहिले ध्यान चाहिँ दर्शक, पाठक, श्रोताको अलिक बढी सोसल मिडियातिर बढी देखिन्छ। यो अवस्थामा चाहिँ टेलिभिजनहरूले खास गरिकन टेलिभिजन सेटमा हेर्ने त्यो कार्यक्रमहरू चाहिँ युट्युबमा या अरू प्लेटफर्ममा हेर्ने होइन कि टेलिभिजन सेटहरूमै दर्शक आकर्षित गर्ने, त्यतातिर तान्ने आइडिया केही छ कि हामी चाहिँ प्लेटफर्म चेन्ज गर्नुपर्छ भन्नेतिर छ? अब मैले अघि नै भनिसकेँ, हाम्रो उपभोक्ताहरू अलि सोखिन भइसक्नुभयो, हामी पनि भयौँ। अब फेरि तपाईँ त्यही सेट अगाडि नै आउनै पर्छ भनेर भन्यो भने त फेरि अन्याय होला। तर यसको अर्थ यो होइन कि फेरि त्यहाँ सेट अगाडि आउने प्रवृत्ति पुरै सकियो भन्ने पनि होइन। आजका दिनमा पनि ग्रामीण भेगमा चाहिँ हाम्रो अध्ययनले पनि के देखाउँछ भने हिमालय टिभीको
राम्रो टिभीमै हेर्ने दर्शकहरू पनि एकदमै उल्लेख्य सङ्ख्यामा हुनुहुन्छ। अलिकति बढी सहरी क्षेत्रभन्दा ग्रामीण भेगमा त अहिले पनि टेलिभिजनको हेर्ने दर्शकहरूको उल्लेख्य सङ्ख्या छ। तर यो सधैँभरि यही रहन्छ भन्ने होइन। अब तपाईँलाई चासोको विषयहरू हामीले कसरी टेलिभिजनमा आएका कुरालाई त्यो मोबाइलमा पठाउने भन्ने अर्को च्यालेन्ज हो। अघि भुवन सरले भने जस्तै यो चाहिँ एउटा अवसर हो। त्यो अवसरलाई कसरी सदुपयोग गर्ने भनेर एकदमै ठुलो अहिलेको चुनौती भनेको त्यो हो भन्ने मलाई पनि लाग्छ। अलिकति यहाँनिर मैले सेयर गरौँ, हिमालय टेलिभिजनको सोसल मिडिया तुलनात्मक रूपले अलिकति भाइब्रेन्ट नै छ। हाम्रो चाहिँ 28 दिनको अराउन्ड हेऱ्यो भने 200 देखि 300 मिलियन भनेको 20 देखि 30 करोड भ्युज चाहिँ फेसबुक पेजमा छ होइन। यो हिसाबले हेऱ्यो भने चाहिँ धेरै ठुलो मास त अब त्यता लाग्यो। हामीले हाम्रा उत्पादन गर्ने कार्यक्रम, हाम्रा न्युजहरू, हाम्रा सूचनामूलक सामग्रीहरू त अब हामीले टेलिभिजन अगाडि आएर हेरे त राम्रो भयो। हेर्नु भएन भने पनि हाम्रो ती प्लेटफर्महरूलाई कसरी उपयोग गर्ने भन्नेमा चाहिँ हामी एकदमै ठुलो छलफलमा छौँ र त्यसमा लागेका छौँ। जस्तो फेसबुकको कुरा गर्नुभयो, जस्तो फेसबुकमै हेर्ने हो भने चाहिँ हिमालय टेलिभिजनले टेलिभिजनमा जे प्रसारण गर्छ नि त्योभन्दा बढी चाहिँ कमेन्ट केमा आउँछ या चाहिँ त्यहाँ चाहिँ इङ्गेज गर्ने मान्छे कति हुनसक्छन्। जस्तो तपाईँको प्रधानमन्त्री बालेन्द्र शाहले यस्तो भन्नुभयो, तपाईँलाई के लाग्छ? फलानाले यस्तो भन्नुभयो, तपाईँको के विचार छ भन्ने जस्ता कुरा त धेरैजसो टेलिभिजन सेटको प्रोग्राममा त आउँदैनन्। तर सोसल मिडियामा त्यस्ता चिजहरू देखिन्छ। अरू कतिपय त्यस्तो न्युज मिडियाको जुन सोसल मिडियाहरू छ त्यसमा कतिपयमा चाहिँ मन्दिरको फोटोहरू धेरै राखेको, आज बिहानै उठेर गणेशको दर्शन गर्नुहोस् भन्ने टाइपका राखेको। भनेको मेन स्ट्रिम मिडिया भनिएका मिडियाहरूले चाहिँ इङ्गेजमेन्ट तान्नलाई, कमेन्ट बढाउनलाई या चाहिँ हाम्रो यति फलोवर्स छ भन्नलाई त्यतातिर अलिक बढी पनि लागेको हो कि जस्तो पनि देखिन्छ कि। यसको दुईवटा कुरा छ। एउटा त टेलिभिजनमा एउटा सीमित समय छ। हामीले 24 घन्टालाई 72 घन्टा 48 घन्टा बनाउनु त सक्दैनौँ। समाचारको पनि 1 घन्टालाई 2 घन्टा बनाउनु पनि सक्दैनौँ, आधा घन्टालाई 1 घन्टा पनि। त्यसले गर्दा टेलिभिजनमा आउने कुरा सबै सोसल मिडियामा समेट्छ भन्ने लाग्दैन। सोसल मिडियामा त्यहाँभन्दा धेरै चिज आउने भए। अर्को एउटा एकदमै अहिलेको महत्त्वपूर्ण कुरा भन्नै पर्छ के भने अल्गोरिदम हाम्रो अर्को एउटा सम्पादक जस्तो पनि भएको छ। अब यसमा भुवनजीले बढी भन्नु होला होइन। अब पहिला चाहिँ सम्पादकले एक ढङ्गको तय गर्थ्यो। अब अहिले अल्गोरिदममा के चलिरहेछ, मान्छेले के हेर्न चाहिरहेछन् भनेर त्यो सम्पादक भएको छ कि अर्को अहिले चाहिँ त्यो गेट किपिङको काम चाहिँ अल्गोरिदमले पनि गरिरहेको छ। यो चाहिँ एकदम हामीले सहर्ष स्वीकार गर्नुपर्ने कुरा के हो भने अब मान्छेले हेर्न चाहिरहेको छ एउटा कुरा, अब हामीले जबरजस्ती अर्को कुरा थोपर्न पनि सक्दैनौँ। तर हामीले मिडियाका कतिपय हाम्रा इथिक्स नर्म्सभन्दा बाहिर जान पनि सक्दैनौँ। यो दुईटालाई मिलाएर सँगै लिएर हिँड्नु नै अहिले मलाई लाग्छ न्युज रुमका सम्पादकहरूको ठुलो चुनौती हो। अल्गोरिदममा भएन भने हेर्दैन, मान्छेले चल्दैन, नचलिसके पछाडि हामी पछि पऱ्यौँ कि भन्ने हुने भयो। अब आफूलाई देखाउन मन लागिरहेको एउटा कुरा हुन्छ, सुनाउन मन लागिरहेको एउटा कुरा हुन्छ। अब त्यो कुरामा मान्छेलाई चासो नहुन पनि सक्छ। अब यो छुट्टै बहसको टपिक हो भन्ने मलाई लाग्छ। सिपिजी हुन्छ, म पुनम म्यामसँग गएँ। जस्तो हामी भर्खरै चुनाव सकिएर नयाँ सरकार बनेको छ। चुनाव ताका पोलिटिकल पार्टीहरूको धेरैजसो नेताहरूले के भन्नुहुन्थ्यो भने मेरोमा चाहिँ मेरो आफ्नै पार्टीको मात्रै कन्टेन्ट देख्छु, म जता पनि मेरै पार्टीको आइरहेछ होइन। अनि अरू पार्टीको केही पनि देख्दिनँ। टिकटक हेऱ्यो मेरै पार्टीको आइरहेछ, फेसबुक हेऱ्यो मेरै पार्टीको आइरहेछ, अरू प्लेटफर्महरूमा जहाँ रिल्सहरू हेऱ्यो चाहिँ मेरै पार्टीको आउँछ। उहाँहरूले चुनाव हारेपछि बल्ल थाहा पाउनुभयो त्यो अल्गोरिदम रहेछ भन्ने। अनलाइन मिडियाले चाहिँ त्यो अल्गोरिदमलाई पछ्याउँदै जाँदाखेरिमा पाठकको रुचि के हो भनेर कतै पाठकलाई चाहिँ के चाहिएको छ त्यो त सामान बिक्री र खरिदको जस्तो मात्रै कुरा भएन र? तपाईँलाई के लाग्छ यसमा?
एकदमै एकदमै सामान खरिद बिक्रीको जस्तो चाहिँ अहिलेको परिदृश्य चाहिँ त्यही नै छ होइन, प्र्याक्टिसमा त्यही आइरहेछ। तर एउटा पत्रकारको नाताले, पत्रकारिताको विद्यार्थीको नाताले चाहिँ व्यक्तिगत रूपमा मलाई चाहिँ यो कुरामा कहिले पनि चित्त बुझाइ चाहिँ छैन कि। अनि म चाहिँ अहिले पनि मेरो अनलाइनमा मेरो न्युज पोर्टलमा चाहिँ मैले अभ्यास गर्दै आएको पत्रकारिताको नर्म्सलाई फलो गरौँ भन्नेमै कोसिसमै रहन्छु। तर म एक्लो, इभन म प्रधान सम्पादक हो, तर मेरै कुरा पनि होइन यसरी नगरौँ यसरी गरौँ न भन्दाखेरि त्यो लागु हुने स्थिति कतिपय अवस्थामा हुँदैन कि, किनभने मार्केटले त्यो माग्दैन। मार्केटले जे माग्छ हामी पनि त्यता गएनौँ भने सम्भवतः हाम्रो अस्तित्वकै कुरा आउँछ भन्ने सम्मको तर्क चाहिँ हाम्रो न्युज रुममा चल्छ कि। त्यसले गर्दाखेरि साँच्ची नै बजारमा गएर के भन्छ सब्जी किने जस्तो भएको छ न्युजको के भन्छ त्यो कन्टेन्टको हिसाबले कुरा गर्दा। वास्तविक पत्रकारिता चाहिँ अहिलेको परिप्रेक्ष्यमा, अहिलेको हिजो आजको स्थितिमा चाहिँ खासै म चाहिँ देख्दिनँ। हामी पनि त्यही अल्गोरिदमको पछाडि नै दौडिरहेछौँ र यो चाहिँ यस्तो खालको कन्टेन्ट चाहिँ मन पराउँदा रहेछन् भन्ने कुरालाई नै ध्यानमा राखेर कतिपय अवस्थामा मन नलाग्दै चित्त नबुझ्दै पनि फलो गर्न बाध्य भइरहेको स्थिति चाहिँ छ। हुन्छ, म दिपेशजीसँग आएँ। तपाईँ कन्टेन्ट क्रिएसन गर्नुहुन्छ परम्परागत, खास गरी अब परम्परागतमा हामीले अनलाइन प्लेटफर्म भनेर न्युज पोर्टलहरूलाई नराखे पनि परम्परागत मिडियाहरूले जे चुनौती भोगिरहेछन्, अल्गोरिदमको चाहिँ भाष्यमा चाहिँ उपभोक्ताहरू छन्, जता अल्गोरिदमले पठाइरहेको छ मान्छेहरू त्यतै भुलिरहेका छन्, यसले तपाईँहरूलाई त फाइदा पुर्याएको छ होला नि? यो अघि बिहानको सेसनदेखि नै र अहिलेसम्म पनि एउटा कस्तो ब्ल्याक एन्ड व्हाइट पिक्चर बन्दैछ भन्दाखेरि चाहिँ जुन कुरा सोसियल मिडियामा चलिरहेको छ त्यो चाहिँ खराब हो, त्यसमा चाहिँ क्वालिटी कन्टेन्ट छैन, त्यो चाहिँ हल्लाको भरमा हो, एल्गोरिदमको भरमा हो, जुन चिज त्यहाँ छैन त्यो चाहिँ क्वालिटेटिभ छ, त्यो चाहिँ राम्रो छ। हामीले त्यही पिक्चर इफ ड्र गर्ने हो त्यो पिक्चर पुरा चाहिँ हुँदैन जस्तो लाग्छ। त्यो टु सम एक्सटेन्ट ट्रु हो। सोसियल मिडिया भनेकै हल्ला बढी हुने ठाउँ हो, क्वान्टिटी बढी हुने ठाउँ हो। त्यही चिज चाहिँ मिडियामा आउँदै गर्दाखेरि त्यो क्वालिटी कन्ट्रोल हुन्छ, गेट किपिङ हुन्छ, एउटा माइन्ड लागेको छ, दिमाग लागेको छ, त्यसले त्यो कन्ट्रोल हुन्छ। एट द सेम टाइम राम्रो काम पनि भइरहेको छ। सो सोसियल मिडिया अथवा कन्टेन्ट क्रिएटर हामी जस्तो व्यक्तिहरूले चाहिँ त्यसको फाइदा मात्रै लियो भन्दा पनि अलिकति पर्दा पछाडि अरू केही पो भइरहेको हो कि भनेर पनि मैले एउटा पोइन्ट जोड्न चाहेँ। मुख्य समस्या इन्फर्मेसनको हो कि कम्युनिकेसनको? किनकि त्यही इन्फर्मेसन चाहिँ कन्टेन्ट क्रिएटरले हाल्दाखेरि चाहिँ भ्युज आउने रे, जबकि कतिचोटि त्यही इन्फर्मेसन चाहिँ लेगेसीमा आउँदै गर्दाखेरि, ओरिजिनल प्लेटफर्ममा आउँदै गर्दाखेरि भ्युज आउँदैन। इन्फर्मेसन त त्यही नै हो भनेपछि के भयो त? सो त्यसमा पनि एउटा प्रश्न चाहिँ मैले राखेँ। सो अर्को चाहिँ मेन मुद्दा भनेको चाहिँ पत्रकारिताको आत्मा चाहिँ जीवित रहनु पर्यो, जुन त्यो नर्म्स र भ्याल्युज छ त्यो चाहिँ रहनु पर्यो। कम्युनिकेसनका मिडियम त सधैँ चेन्ज भइरहेछन् होइन, इभल्भ भइराख्ने चिज हो। आज एउटा कुरा चलिरहेको छ, भोलि अरू केही हुनेवाला छ, तर भित्रको त्यो मर्म चाहिँ बाँकी रह्यो भने यो भर्सेस त्यो हो कि यसले त्यसलाई सिद्ध्याउने हो कि भन्ने त्यो डिबेटमा जानु पर्दैन जस्तो लाग्छ मलाई। म खास गरी यो परम्परागत मिडियामा हुर्केको भएर त्यति बायस हुन चाहिँ चाहन्न होइन, तर पनि मसँग एउटा के जिज्ञासा छ भने तपाईँलाई मैले सुरुमै सोधेँ कि तपाईँले प्रोडक्सनदेखि लिएर प्रसारणसम्मको प्रोसेस त्यसमा आम मान्छेहरूले किन चित्त बुझाउन सकिरहेका छैनन्? कि पत्रकारहरूको मात्रै हल्ला हो यो कि त्यसमा क्वालिटी कन्टेन्ट आउन्न भन्ने तपाईँलाई के लाग्छ खासमा? सबैको विषयमा मैले बोल्ने मिलेन, म अरूको भारी म बोक्दिनँ, मैले आफ्नै भारी बोक्ने हो। सो मेरो कन्टेन्टको लागि म जवाफदेही छु र हामी मेहनत गर्छौँ। जस्तै म सानो उदाहरण दिन्छु, प्रायः हामी कन्टेन्ट क्रिएटर लाग्ने आरोप के हो भन्दाखेरि तिमीहरू त कन्टेन्ट चोर हो भनेर। तिमीहरूले गर्ने काम भनेको 4वटा लेगेसी मिडियाले काम गरेको आर्टिकल जम्मा गर्ने, त्यसलाई कम्बाइन गर्ने, अनि त्यसलाई अलिकति चटपटा तरिकाले, अलिक मसालेदार तरिकाले अडियन्सलाई जसरी सुन्न मन छ
त्यसरी प्रेजेन्ट गर्ने, त्यो केको लागि सत्य होला, त्यो होइन पनि भन्दिनँ म। एट द सेम टाइम अगेन ब्ल्याक एन्ड व्हाइट गरेर हेर्ने हो भने त्यही देखिन्छ होला, तर भित्रभित्र फरक फरक एक्सर्साइज पनि भइरहेको छन्। जस्तै म उदाहरण दिउँ, हामीले लास्ट इयर चाहिँ लेड पोइजनिङको बारेमा एउटा भिडियो गऱ्यौँ। हामी नेपालीमा लिड भनिरहेको हुन्छौँ लेड पोइजनिङको बारेमा। नेपालमा ऱ्याम्पेन्ट छ, त्यो हजारौँ गुणा बढी लेड हाम्रो ब्लडमा गइरहेको छ। मलाई कुनै अनलाइन पोर्टलमा कुनै लेगेसी मिडियामा त्यसको बारेमा 1000 वर्डभन्दा लामो आर्टिकल देखाइदिनुहोस्, छैन के। हामीले त्यसमा 25 मिनटको भिडियो बनायो, त्यसको स्क्रिप्टको लेन्थ 10,000 वर्डको छ। भनेको मतलब त्यो भिडियो अपलोड हुँदै गर्दाखेरि त्यसले एउटा ठुलो अवेरनेसको काम पनि गर्यो। हामीले त्यो भिडियो बनाउनको लागि चाहिँ एक्चुअल रिसर्चरहरू जो चाहिँ ल्याबमा टेस्ट गर्नु भएको छ, त्यो सम्बन्धी एडभोकेसी गर्ने ग्रुपसँग मिलेर उहाँहरूसँग कोल्याबमा त्यो कन्टेन्ट गरिरहेका थियौँ। त्यसैले चाहिँ यो ब्ल्याक एन्ड व्हाइट पिक्चर अलिकति छोडौँ। सो राम्रो काम पनि भइरहेको छ, त्यो स्ट्यान्डर्ड मेन्टेन गरेर काम पनि भइरहेको छ। एउटा कमजोरी हाम्रो के छ भन्दाखेरि हामी फर्मली ट्रेन्ड होइन, र म यो प्लेटफर्ममा आउनुको एउटा उद्देश्य के पनि भन्दाखेरि चाहिँ हामी जस्तो कन्टेन्ट क्रिएटर त्यो तर्फ जानुपर्छ। हामीलाई चाहिँ छोडिदिनु पऱ्यो, अकाउन्टेबिलिटी चाहिँदैन, हामीले जे नि गर्न पाउनु पऱ्यो भनिरहेको छैन। हाम्रो लागि पनि एउटा रेगुलेसन चाहिन्छ, त्यो एज अ मिडिया हुनुपर्छ अथवा चाहिँ अरू कुनै परिभाषा हुनुपर्छ, त्यो छलफलको विषय होला। तर हामी सिक्न तयार छौँ, त्यो प्रोसेसहरू सिक्न तयार छौँ। हामीले कम्युनिकेसनको मोड चेन्ज गरेका हौँ जुन क्लिक भएको छ अडियन्ससँग, त्यति नै भन्न चाहे। जस्तो यहाँनिर एउटा कुरा चाहिँ अझै पनि खड्किन्छ। जस्तो मानिलियो हिमालय टेलिभिजनमा कुनै एउटा रिपोर्ट बन्यो भने त्यहाँ सरकारवाला पक्षको जानकारी राख्ने मान्छेको आरोपित मान्छे पनि को हो भनेर उहाँहरूको भनाइसहित या चाहिँ उहाँहरूको बोलीसहितको भिडियो पनि आउँछ होइन। तर तपाईँले बनाउने कन्टेन्टमा चाहिँ ती मान्छेहरूको अनुहार, ती मान्छेहरूको चाहिँ उहाँहरूको स्रोत उद्धृत गरेको चाहिँ धेरै जसो देखिन्न। त्यसमा चाहिँ त्यो लुकाउनु पर्ने चाहिँ किन? सो यसलाई हेर्ने दुईवटा पोर्सन भयो होइन। स्पेसली म फेरि पनि आफ्नै कुरा गर्छु। हामीले कन्टेन्ट क्रिएसन गर्दै गर्दा विशेष गरी कुनै घटनाको बारेमा, कुनै व्यक्तिको बारेमा कन्टेन्ट गर्दै गर्दाखेरि चाहिँ हामीले के भनिरहेको छौँ भन्ने भयो। पर्सनली मलाई रिसर्च ओरिएन्टेड, डेटा ओरिएन्टेड भिडियो मनपर्ने भएको भएर त्यसको लागि सजिलो छ हामीलाई काम गर्न। तर जब व्यक्ति विशेष भिडियो हुन्छ त्यो बेलामा चाहिँ अलरेडी नै एस्टाब्लिस्ड मिडियामा आइरहेको कुरा नै हामी कोट गरिरहेको हुन्छौँ र यो मिडियाको अनुसार भनेर नै कोट गरिरहेको हुन्छौँ। त्यसलाई ब्लर गरेर क्रप गरेर कोट गरिरहेको हुँदैनौँ। प्रपरली यो आर्टिकल यो व्यक्तिले लेख्नु भएको भनेर कोट गरिरहेको हुन्छौँ। त्यो हामीले सुधार्नै पर्ने पाटो हुनसक्छ। म अब भुवन सरसँग आएँ। खास गरी न्यू मिडिया र परम्परागत मिडियाको बिचको एउटा शक्ति सन्तुलनको जानेर चाहिँ एउटा बिचको घेरा देखिन्छ। उहाँले पनि भन्नुभयो ब्ल्याक एन्ड व्हाइट जस्तो एउटा चाहिँ पुरानो लिगेसी बोकेको मिडिया हो, एउटा नयाँ हो, जसलाई चाहिँ हामीले अहिलेसम्म चाहिँ अफिसियल्ली कतिपय अवस्थामा युट्युबहरू त दर्ता भएका छन्, तर केही अनलाइन टेलिभिजन भनेर, तर अफिसियल्ली चाहिँ यो मिडिया हाउस हो भनेर भनिरहेका छैनौँ। तर पनि जस्तो कतिपय अवस्थामा अहिले आम मान्छेको तपाईँले रिसर्च गरेका अध्ययनहरूमा पनि देखिन्छ होला, युवाहरूको मुख्य सूचनाको स्रोत कुन चाहिँ प्लेटफर्म हो तपाईँले सबभन्दा बढी भनेर हेर्दाखेरिमा धेरै मान्छेहरूले रुटिन अफ नेपाल बन्द भन्लान्, धेरै मान्छेले चाहिँ द नेपाली कमेन्ट भन्लान्, अरू मान्छेहरूले चाहिँ द डेप्थ स्टोरी भन्लान् या अरू यस्तै धेरै भन्लान् होइन। तर मेन स्ट्रिम मिडिया भनिएका हामीले गोर्खापत्रदेखि लिएर बुटल टुडे पत्रिकासम्मकाको नाम त कमै आउँछ। त्यो तपाईँले अनुभव गर्नुभएको छ होला। त्यहाँनिर कहाँनिर चाहिँ ग्याप देखिन्छ यसमा? मुख्य कुरा के हो भने समयअनुसार चाहिँ हामीले जुन भनिएको छ ट्रेडिसनल मिडिया, उहाँहरू आफू परिमार्जित हुनुभएको छ कि छैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। मैले अघि पनि भने कि अहिले प्रविधिको विस्तार भएको हो। हामीले चाहिँ जुन कुरा पत्रिकामा चाहिँ प्रकाशित गर्छौँ, जुन कुरा चाहिँ रेडियोमा प्रसारण गर्छौँ, टेलिभिजनमा प्रसारण गर्छौँ, त्यो कुरालाई चाहिँ हामीले सोसियल मिडिया भनौँ न, यो टेक्नोलोजीको जुन मल्टिपल प्लेटफर्म छ त्यो प्लेटफर्ममा चाहिँ हामी जानु पर्थ्यो। अब यसमा चाहिँ अहिले मेन कुरा के भइरहेछ भने चाहिँ हुन त अब मेन स्ट्रिम मिडियाले पहिलाभन्दा लगानी बढाएकै छ, तर सोसियल मिडियामा जर्नलिस्टिक एप्रोचबाट जुन कन्टेन्टहरू चाहिँ बनाउनु पर्ने र त्यसलाई चाहिँ एक्सपान्ड गर्नुपर्ने, त्यसमा चाहिँ अझ पनि पर्याप्त लगानी भएको छैन। त्यसमा चाहिँ केही मिडियाहरूले त्यसमा चाहिँ अगाडि सर्नु भएकै छ, तर आवश्यकता अनुसार भएको छैन। एक दोस्रो कुरा चाहिँ के छ भने तपाईँले अहिले हामीले कुरा गर्दाखेरि चाहिँ
यो पत्रकारिता र हामीले सञ्चारमा चाहिँ अलिकति चाहिँ छुट्याएरै कुरा गर्नुपर्ने हुन्छ। पत्रकारिता चाहिँ पत्रकारले गर्ने हो, सञ्चार चाहिँ तपाईँले जसले पनि गर्न सक्छ, कम्युनिकेटरले भन्ने हो। अहिले चाहिँ जेनरली के भइरहेछ भने चाहिँ मेन स्ट्रिम मिडियामा काम गर्ने जर्नलिस्टहरूले आफ्नो चाहिँ मल्टिपल प्लेटफर्ममा चाहिँ उपस्थिति कमजोर भएको हुनाले अरू चाहिँ बलियो देखिनुभयो भन्ने मेरो कुरा हो। अर्को कुरा चाहिँ के छ भने हामीले जुन विगतमा जुन तरिकाले तपाईँले न्युजहरू बनाउँथ्यौँ अथवा चाहिँ जुन तरिकाले मिहिनेत गर्थ्यौँ, जुन तरिकाले रोचक तरिकाले प्रस्तुत गर्थ्यौँ, त्यहाँ पनि कहीँ न कहीँ ल्याप्सेस भएकै छ। अहिले तपाईँ हामीले हेर्ने हो भने चाहिँ जर्नलिस्टले चाहिँ जुन तरिकाले चाहिँ स्टोरी बनाउनु भएको छ र त्यही कुरा कन्टेन्ट क्रिएटरले बनाउनु भएको छ। सबै कन्टेन्ट क्रिएटरले गलत कुरा गर्नुभएको छ भन्ने चाहिँ होइन, तर कैयौँ कुरामा तपाईँले हेर्नुभयो भने उहाँहरूको प्रस्तुति बजार अनुसार पनि छ। यसको मतलब यो होइन कि उहाँहरूले जे पाए त्यही दिनुहुन्छ भन्ने होइन। त्यही भएर यो हामीले पत्रकारिता र अनि त्यसपछि यो सञ्चारलाई अलग गरेर हेऱ्यो भने चाहिँ त्यो प्रष्ट हुन्छ। अर्को कुरा चाहिँ हामीले अहिले पनि हेऱ्यो भने चाहिँ के छ भने कन्टेन्टको मेन सोर्स कहाँ हो भनेर हेर्ने हो भने कन्टेन्ट क्रिएटरले आफ्नो तरिकाले कम्युनिकेसनका मेटेरियल्सहरू तयार पार्नु भएकै छ, तर जनतालाई मूल सूचना दिने अथवा चाहिँ खोजेका कुराहरू ल्याउने कुरा चाहिँ पत्रकारिताबाटै भएको छ। त्यो चाहिँ तपाईँले पत्रिकाबाट भन्नुहोस् अथवा अनलाइनबाट भन्नुहोस् अथवा रेडियोबाट भन्नुहोस् अथवा टेलिभिजनबाटै भन्नुहोस्, त्यहाँबाट आएको छ। अर्को कुरा चाहिँ हामीले एउटा कुरा के बुझ्नुपर्ने हुन्छ भने चाहिँ तपाईँले अहिले हामीले यो खास टेक्नोलोजीको कुरा गर्दाखेरि चाहिँ धेरै चाहिँ तपाईँ फलोवर्स भए, सोसियल मिडियामा धेरै चर्चित भयो, मोनिटाइज भयो, पैसाका लागि चाहिँ तपाईँका त्यो धेरै कुराहरू आए भने पनि मान्छेले तपाईँले हेर्ने कुरामा, तपाईँले त्यहाँ कमेन्ट गर्ने कुरामा, सोसियल मिडियामा धेरै इङ्गेजमेन्ट पाउनु भए पनि हाम्रो अनुसन्धानले के देखाउँछ भने चाहिँ अहिले पनि जनताको पर्सेप्सन अनुसार चाहिँ तपाईँले कुन मिडियालाई विश्वास गर्नुहुन्छ भन्नुभयो भने उहाँहरूले पहिलो नम्बरमा टेलिभिजनको नाम लिनुहुन्छ, दोस्रो नम्बरमा रेडियोको लिनुहुन्छ, तेस्रोमा तपाईँ पत्रिकाको लिनुहुन्छ, चौथोमा चाहिँ तपाईँको अनलाइनको लिनुहुन्छ। यसको मतलब त्यो एउटा रिसर्चले सबै कुरा गर्यो भन्ने चाहिँ होइन। हामीले चाहिँ के हुन्छ भने एउटा पहुँचको पर्सपेक्टिभबाट हेरौँ, अर्को चाहिँ विश्वसनीयताको पर्सपेक्टिभबाट हेरौँ, अर्को कुरा चाहिँ हामी कति चाहिँ तपाईँले पपुलर भएर आफूलाई इस्टाब्लिस गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी दुईवटा स्कुल अफ थटबाट जानुपर्छ। एउटा चाहिँ तपाईँले मार्केटले के खोज्छ त्यही दिने, यसको मतलब जे बिक्छ त्यही दिने। हामी पत्रकारिता गर्नेहरूले के हुन्छ भने मार्केटलाई टोटली अन्डरमाइन गर्न चाहिँ मिल्दैन। हाम्रो कार्यशैली, हामीले प्रस्तुति गर्ने शैलीमा चाहिँ हामीले पुनर्विचार गर्नुपर्ने हुन्छ। तर मूलभूत रूपमा चाहिँ पत्रकारिताको मूल्य मान्यताबाट गाइडेड हुने, पत्रकारिताको आचार संहिताबाट गाइडेड हुनुपर्छ। अब मैले हाम्रो अनुसन्धानले पनि के देखाइरहेछ भन्दाखेरि चाहिँ अहिले विचार निर्माण गर्ने कुरा अथवा सूचना प्राप्त गर्ने कुरामा चाहिँ जो मेन स्ट्रिम मिडियाभन्दा सोसियल मिडियाका प्लेटफर्महरू बलशाली नै छन्। यसको मतलब यो होइन कि तपाईँले परम्परागत रूपमा जुन रेडियो, टेलिभिजन, पत्रपत्रिका अथवा अनलाइनको कुरा गरिरहेछ त्यो मिडियाका प्लेटफर्महरू पनि त सोसियल मिडियामै छन् नि। तपाईँले अहिले हेर्नुभयो भने जस्तै तपाईँले कान्तिपुरको तपाईँले सोसियल मिडिया प्लेटफर्म फेसबुक मात्रै हेर्नुभयो भने 44 लाख छ त्यसको फलोवर्स। यस्तो त सबै मिडियाले गरिरहेछन्। मेरो भनाइ चाहिँ के छ भने कन्टेन्ट क्रिएटरले आफ्नो कन्टेन्टहरू सिर्जना गर्न पाउनुहुन्छ, मोनिटाइज गर्न पाउनुहुन्छ, मजाले कामहरू गर्नुपर्छ, एउटा नर्म्स भ्यालुजमा रहेर काम गर्नु पऱ्यो। मेन स्ट्रिम मिडियालाई बलियो बनाउनका साथसाथै सोसियल मिडिया प्लेटफर्म अनुसारका कन्टेन्टहरू तयार पारेर त्यही अनुसार चाहिँ जानुपर्छ। त्यसो भयो भने चाहिँ हामीले दर्शक के हुन्छ भने रेडियोमा पनि पाउँछौँ, टेलिभिजनमा पनि पाउँछौँ, अनलाइनमा पनि पाउँछौँ, पत्रपत्रिकामा पाउँछौँ, साथसाथै हामीले सोसियल मिडियामा पनि पाउँछ भन्ने मेरो भनाइ छ। हुन्छ। म मधु दाइसँग आएँ फेरि। यो सूचना प्रविधिको तीव्रतम विकासको गति र विश्वसनीयताको बिचको सन्तुलन चाहिँ कसरी कायम गर्न सकिन्छ? जस्तो अब टेलिभिजन प्रसारण माध्यमहरूले आफ्ना सोसल मिडिया प्लेटफर्महरू पनि चलाउने या चाहिँ तिनीहरूको विश्वसनीयता कसरी कायम राख्ने? भुवनजीले पनि लगभग अलिकति कुरा उठाउनु भयो। अहिलेको सबैभन्दा ठुलो चुनौती भनेको हाम्रो लागि त्यही नै हो। यति धेरै सूचनाको बाढी छ सोसल मिडियामा, अझै मिथ्या सूचना र त्यसले जुन विश्वसनीयताको सङ्कट लिएर आएको छ त्यसले के गर्छ भने मान्छेहरूको बिचमा एक ढङ्गको भरिरहेको छ नि त अल्गोरिदमले।
अब हामी पनि यस्तो ठाउँमा पुग्यौँ कि त्यसलाई चिर्ने जिम्मा पनि अब फेरि जसलाई हामीले परम्परागत मिडिया भनिरहेका छौँ त्यो जिम्मा पनि हामीमा आयो र यसमा अर्को ठुलो भूमिका चाहिँ यसका उपभोक्ता दर्शक श्रोता र पाठकहरूमा पनि छ। अब उहाँहरूले कुन सूचना सही हो कुन होइन भनेर कसरी थाहा पाउने त? त्यसका लागि अब हामीलाई एउटा के जिम्मा आयो भने फ्याक्ट चेकको तथ्य जाँचको पनि अब लगभग सबै मिडिया हाउसहरूले चाहिँ एउटा तथ्य जाँचको टिम बनाउनै पर्ने अवस्था यसले ल्याइदियो हामीलाई। अब अर्को यो एआईबाट धेरै कुरा अब निर्मित हुन थाले, डिप फेक होइन, अनेक खालका सूचनाहरू। यसमा चाहिँ भुवन सरले भने जस्तै अहिले पनि मान्छेहरूलाई चाहिँ सबै चिज हेरिसके पछाडि पनि यो चाहिँ मेन स्ट्रिम मिडियाले भन्यो कि भनेन भनेर चाहिँ उनीहरूलाई अझै त्यो जाँच्ने त छ हामीसँग। एक दुईवटा प्लेटफर्महरू यस्तो भइदिए अहिले युवाहरूको लागि चाहिँ सबैभन्दा ठुलो सूचनाको स्रोत चाहिँ जेनजीहरूलाई भनौँ न, रुटिन अफ नेपाल बन्द जस्ता स्रोतहरू चाहिँ उनीहरूले एकदमै विश्वास गर्ने केही साइटहरू बनेका छन्। अब त्यसमा पनि कति उनीहरूले कताबाट बढी अलिकति पुस हुन्छन् भन्ने फेरि आफ्नो ठाउँमा छ होइन, तर ती छन्। अब मैले चाहिँ यसमा एउटा चाहिँ लागेको मलाई कुरा चाहिँ यो फ्याक्ट चेकिङको लागि चाहिँ सबै मिडिया हाउसहरूले चाहिँ बरु एउटा श्रोताहरूलाई बुझाउन यस्ता खालका सूचनाहरूबाट उनीहरूलाई कसरी जोगाउने भनेर एउटा एकता जरुरी छ कि भन्ने चाहिँ मलाई लाग्छ। यो मामलामा चाहिँ तथ्य सूचना जाओस् भन्ने मामलामा चाहिँ मिडिया हाउसहरूको बिचमा एकता हुनुपर्छ कि भन्ने मलाई लाग्छ। हस्, थ्याङ्क यू। म पुनः म्यामसँग आएँ। खास गरी अहिलेको अवस्थामा इन्टरनेटमा के चिज भाइरल भइरहेको छ, के चिज चाहिँ पोस्ट गऱ्यो भने चाहिँ बिग्छ होइन भन्ने आधारमा कतिपय अवस्थामा हेडलाइनहरू एउटा राख्ने, भित्र अर्को कन्टेन्ट राखिदिने, क्लिक बेट भनौँ र एसइओ ड्रिभन जर्नलिजम, एसइओमा बेस्ड भएर चाहिँ कस्ता कन्टेन्टहरू चाहिँ इन्टरनेटमा बिकाउन सकिन्छ, कसरी चाहिँ धेरै मान्छेहरूले सर्च गर्दा भेटाउने बनाउन सकिन्छ भन्ने कुरातिर ध्यान दिएर अलिकति हामीले भनिरहेको फेसबुक मात्र होइन, युट्युब मात्र होइन, अनलाइन मिडियाहरूले पनि भ्युजतिर अलि बढी सेयरतिर ध्यान दिइरहेका छन्। यसले गर्दा गुणस्तरमा चाहिँ कस्तो प्रभाव पर्छ? म अलिकति थोरै पुनमजी भन्दा अगाडि एउटा सानो कुरा जोड दिन चाहेँ, उहाँलाई पनि सजिलो होला। एउटा अध्ययनले के देखाएको छ पछिल्लो पटक भने अहिलेको युवा पुस्ता चाहिँ धेरै लामा स्टोरीहरूमा भन्दा छोटा स्टोरीहरूमा बढी आकर्षित भयो। त्यसले गर्दा यो टिकटक जस्ता प्लेटफर्महरू चाहिँ माथि जानलाई मद्दत पुग्यो। अब छोटो समयमा तथ्यपरक ढङ्गले सबै कुरा नछुट्ने गरेर कसरी भन्ने फेरि हाम्रो अर्को एउटा चुनौती थपिया छ। पुनमजी मलाई सुन्नुभएको चाहिँ कन्टेन्टमा यसले कस्तो असर गराएछ भनेर। त्यही हो, अघि पनि यो कुरा आयो होइन, एल्गोरिदमको पछाडि चाहिँ सबै लाग्न बाध्य नै भएको स्थिति त हो। तर पनि त्यो स्थिति हुँदाहुँदै पनि जस्तै अहिले आयो नि फ्याक्ट चेकको कुराहरू आयो होइन, मिसइन्फर्मेसनहरू हुन्छ कि भन्ने कुरा गर्दा मलाई एउटा के लाग्छ भने म पनि परम्परागत मिडियामा काम गरेर सुरुवात गरेर लामो समयसम्म गरेको भएर मलाई पनि अहिले पनि म के मान्यता राख्छु भने सोसियल साइट्सहरू नहुँदाखेरि सोसियल मिडिया भन्दा पनि सोसियल साइट्स हो कि है, मिडिया त कसरी भन्न मिल्यो होला र, सोसियल नेटवर्क अथवा सोसियल साइट्समा आएका खबरहरू भन्नु पर्ला होइन। अनि त्यो नहुँदा पनि त पत्रकारिता थियो नि, हामीलाई त्यो सोसल साइट्स हेरेर न्युज बनाउनु पर्ने बाध्यता अथवा सोसल साइट्समा आएका कुरामा चाहिँ त्यो अल्गोरिदमलाई चाहिँ फलो गरेर हामीले समाचार दिनुपर्ने बाध्यता त यी साइट्सहरू नहुँदा पनि पत्रकारिता त थियो नि त। त्यसले गर्दाखेरि कहीँ कतै चाहिँ हामीलाई नै एक्सक्युज लिएर आउँ कि जस्तो पनि लाग्छ कि हामी पनि अल्छी भयौँ कि होइन, हामीले पनि मेहनत गर्न छाड्यौँ कि एल्गोरिदम भनेर बिक्ने कुराहरू मात्र दिनुपर्छ भनेर हामी अल्छी नै भयो कि भन्ने चाहिँ कहिलेकाहीँ चाहिँ त्यो अनुभव हुन्छ कि। किनभने होइन पत्रकारितामा पैसा छैन, किन मेहनत गर्ने, किन इन्भेस्टिगेटिभ स्टोरीतिर जाने भन्ने जुन अहिले सोच आएको छ नि, हामीले काम गर्दा कुन सा पैसा थियो हामीले सुरु गर्दा, अहिले सम्झी ल्याउँदा त हामीले त एउटा एक किसिमले पत्रकारितामा स्वयंसेवा गरिदिरहेको थियौँ कि भन्ने जस्तो लाग्छ कि। त्यसले गर्दाखेरि अलिकता
अल्छी भएको अथवा त्यसलाई ग्रान्टेड लिएको जस्तो पनि लाग्छ। तर समग्रमा बजारको कुरा गर्दा र हामी आफै व्यक्तिगत रूपमा कुरा गर्दा चाहिँ एल्गोरिदमको प्रभावबाट अछुतो चाहिँ छैनौँ। तर त्यति भन्दै गर्दाखेरि सोसल साइट्स नभएको बेला र सोसल नेटवर्कहरू नभएको बेलामा पनि पत्रकारिता चाहिँ थियो। अहिले पनि हामी त्यसलाई चाहिँ मात्र एल्गोरिदमको एक्सक्युज दिएर चाहिँ पत्रकारिताका कन्टेन्टहरू त्यो जुन इस्युहरू हुन्छ त्यसमा काम गर्न हाम्रो पत्रकारहरूले पनि अलिकता अल्छी गरिरहेको स्थिति हो कि जस्तो चाहिँ मलाई लाग्छ। हुन्छ, दिपेशजीलाई मेरो दुईवटा प्रश्न छन् एकैसाथ। एउटा चाहिँ तपाईँले आफूलाई जर्नलिजम या म पत्रकारिता गरिरहेको छु भन्नुहुन्छ कि हुन्न, र चाहिँ तपाईँले बनाउने जुन कन्टेन्ट छ द नेपाली कमेन्ट त्यो मिडियाको अङ्ग हो भनेर स्थापित गर्न खोज्नु भएको छ कि म मिडियाभन्दा छुट्टै हो, म पत्रकार होइन भन्न खोज्नु भएको छ? के हो तपाईँको खास आफूलाई कसरी परिभाषित गर्न खोज्नु भएको छ? यो द नेपाली कमेन्ट सुरु 5औं वर्ष हो। 5 वर्षमा हामीले लगभग 200 भन्दा धेरै भिडियो बनाएछौँ। हाम्रो म्याक्सिमम क्यापासिटी भनेकै हप्ताको एउटा हो, महिनामा 4वटा भन्दा बढी भिडियो हामी गर्न सक्दैनौँ। सो एउटा थोरै डेफिनेसन छुट्याउनु पर्ने छ कि न्यू मिडिया भन्दै गर्दा कस्तो खालको न्यू मिडिया भनेर। प्राय यस्तो खालको फोरममा जाँदै गर्दाखेरि म युट्युबमा कन्टेन्ट गर्छु भन्दाखेरि इन्टरभ्यू लिने, घर बस्ने, युट्युबै हो तिमी। सो डेली न्युज गर्ने, क्यामेरा बोकेर हरेक निस्किने त्यो टाइपको कन्टेन्ट मेरो होइन, न त अनलाइन पोर्टलमा जसरी गर्ने कन्टेन्ट पनि होइन। हामी त स्ट्रिक्टली रिसर्च गरेर त्यसलाई सरल सिम्पल तरिकाले स्टोरी टेलिङ गरेर कथा भन्ने प्लेटफर्म हो। अब यो प्लेटफर्मलाई मिडिया भन्ने कि नभन्ने त्यसको डेफिनेसन मलाई थाहा छैन। मलाई एउटा कुरा चाहिँ के थाहा छ भन्दाखेरि चाहिँ झुटो बोल्नु हुँदैन। त्यो जुन अघि भन्थेँ नि मर्म चाहिँ मर्न दिनु छैन। डे 1 देखिको चाहिँ मैले गरेको कामको लागि म जवाफदेही हुनुपर्छ। भोलिको लागि चाहिँ मैले के गलत बोलेँ भने मैले त्यसको लागि माफी माग्नै पर्छ, र इफ मुद्दा मामिला हुन्छ भने पनि ठिक छ, त्यो सहनु पर्ने हुन्छ। हामी कन्टेन्ट क्रिएटरको लागि त सेक्सन 47 छँदैछ इटिएको, एउटा त्यो बाटो भयो। अनि म कहिलेकाहीँ सोध्छु कि मैले जे काम गरिरहेको छु विगतको 4-5 वर्षमा त्यही काम चाहिँ मैले कुनै मिडिया प्लेटफर्मको लागि गरेको भए, कुनै डेली न्युज पेपरको लागि गरेको भए त्यसको फर्मेट फरक हुन्थ्यो होला। मानौँ ल भिडियोको सट्टा आर्टिकल हुन्थ्यो भने कन्टेन्ट लगभग सेम नै रहन्थ्यो। मेबी माथि एडिटर हुँदै गर्दाखेरि थोरै तलमाथि केही हुन्थ्यो होला। सो त्यो कन्टेन्ट हुँदै गर्दाखेरि मेरो काम पत्रकारिता भयो कि भएन? किनकि हामी कामलाई जज गरिरहेको हो कि प्लेटफर्म जज गरिरहेको? बिकज सेम काम चाहिँ मेरो प्लेटफर्ममा हुँदै गर्दाखेरि त्यो पत्रकारिता भएन। तर सेम कन्टेन्ट खासै चेन्ज छैन, तर सर्टेन पत्रकारिताको प्लेटफर्ममा छ भने त्यो पत्रकारिता मान्ने भने हाम्रो मानक चाहिँ दर्ता भएकोमा काम गर्नुपर्ने रहेछ भन्ने भयो। त्यो सेन्समा त पत्रकार भएन। वर्क द नेचर अफ वर्क इज जर्नलिस्टिक, त्यो चाहिँ मैले मान्नुपर्ने हुन्छ। एट द सेम टाइम सबैजना मेरो अडियन्स कन्टेन्ट मात्रै हेराउनु भएको छैन, कतिजना मलाई हेराउनु भएको छ। अब मैले भोलि बिहान चाहिँ म बुटबल गएर यस्तो कार्यक्रममा बोलेर आएँ, यसबाट मैले यो सिकेँ भनेर कन्टेन्ट हाल्न सक्छु, त्यो पत्रकारिता हो कि होइन? सो एट द सेम टाइम यसरी एक्सपान्ड गर्दै जाने हो भने त सबैजना पत्रकार हुनुपर्ने हुन्छ। एक्सटेन्डेड निस जुन कन्टेन्ट छ त्यो सबैजना दर्ता गर्नुपर्ने बाध्यता हुन्छ। त्यसैले मेरो टिम एज अ प्लेटफर्म हामी दर्ता हुनैपर्छ भने म बिस्तारै पुग्दैछु। किनकि त्यो रेगुलेसन बन्दैन। हाम्रो लागि एउटा फरक डेफिनेसन बनिदिएको भयो भने त्यो जहाँ चाहिँ आचार संहिता छ तिम्रो नेचर अलिकति फरक छ तर तिमीलाई लागु चाहिँ हुन्छ है, म त्यसमा खुसी साथ जोइन गर्न तयार हो। तर बिकज त्यो रेगुलेसन बन्नेवाला छैन, त्यसको डिस्कोर्सै भएको छैन, त्यो भएपछि बाध्यताले मैले जोइन गर्नुपर्ने हुन्छ। तर एट द सेम टाइम सबैको लागि त्यही गर्नुपर्ने हो भने त भोलि त के गर्ने त? सो यो छुट्याउनु चाहिँ पऱ्यो कि को चाहिँ न्यू मिडिया भनेर मिडियाकै रूपमा अपडेट गरिरहेको छ, त्यो क्यामेरा बोकेर जानेवाला होला अथवा चाहिँ अनलाइन पोर्टल होला, को चाहिँ हामी जस्तो जो अलिकति मिडिया इन्फ्लुएन्सर टाइपको छ जसको नेचर अफ वर्क जर्नलिस्टिक छ, र को चाहिँ प्योरली इन्फ्लुएन्सर हो जो चाहिँ उसको आफ्नो विचार राख्ने, उसको ओपिनियन राख्ने हो, त्यसमा फ्याक्ट छैन। हामी तिनैवटालाई एउटै कुरा भनिराखेको छौँ धेरैचोटि। सो त्यो चाहिँ छुट्याउनु पर्ने हुन्छ। तपाईँलाई लाग्छ कि कन्टेन्ट क्रिएटरहरू अहिले हामीले भनिरहेको परम्परागत मिडियामा काम गर्ने पत्रकारभन्दा प्रभावशाली हुनेछन् कुनै समयमा? यो
प्रभावशाली भनेको के हो? भनेको उनीहरूको प्रभाव बढेर परम्परागत मिडियाहरूको प्रभाव घट्ने। यो नम्बरलाई सबथोक मान्ने हो भने त भन्न सकिएला। मैले हरेकचोटि मेरो टिममा भन्ने गरेको देयर आर गुड भ्युज एन्ड देयर आर ब्याड भ्युज भनेर। कतिचोटि कुनै भिडियोमा 10 लाख भ्युज आइदिन्छ, ओहो के भन्ने हुन्छ, तर त्यसले लङ टर्म इम्प्याक्ट केही नै पार्दैन। कतिचोटि त्यसमा 10,000 भ्युज आइरहेको हुन्छ, त्यसले समाजमा पार्ने प्रभाव फरक तरिकाको हुन्छ। सो नम्बरमा मात्रै क्वान्टिफाई गर्ने हो भने त प्रभावशाली भन्न मिल्ला, तर प्रभाव नम्बरले मात्रै डिसाइड हुँदैन। सो हामी जस्तो कन्टेन्ट क्रिएटर जो प्राइमेरीली सोसियल मिडियामा काम गर्दैछौँ त्यो देख्नको लागि नम्बर देखिन्छ, तर प्रभाव त्यसलाई भन्न चाहिँ म आई डु नट अग्री विथ द्याट थिङ। हुन्छ, हामी केही जिज्ञासाहरू छन् भने सहभागीहरू तर्फबाट केही जिज्ञासा लिन्छौँ। यहाँ पनि हाम्रो केही कन्टेन्ट क्रिएटर साथीहरू हुनुहुन्छ जसले चाहिँ परम्परागत मिडिया र कन्टेन्ट क्रिएसन दुइटैलाई सँगसँगै अगाडि बढाउनु भएको छ र अरू साथीहरू पनि हुनुहुन्छ। केही जिज्ञासा हाम्रो प्यानलिस्टहरूसँग छ भने संक्षेपमा आफ्नो जिज्ञासा राख्नलाई म एकैछिन फ्लोर ओपन भएको जानकारी गराउँछु। धन्यवाद। मेरो नाम भुवन जोशी। रमाइलो प्रसङ्ग के आयो भन्दा लास्टचोटिको प्रश्नको जवाफले चाहिँ एउटा राम्रो कुरा के चाहिँ बतायो भन्दाखेरि भ्युस आधारभन्दा क्वालिटीको चाहिँ कसले हेरिरहेछ महत्त्वपूर्ण हो भन्ने कुरा हो। मैले साझा टेलिभिजन चलाउँछु र कहिलेकाहीँ यस्तो लाग्छ कि साझा टेलिभिजनको पेजमा 80,000 सब्सक्राइब लाइक हुँदै गर्दाखेरि त्योभन्दा बढी बढ्दै 6,000 मैले हालेको चाहिँ भ्यू चाहिँ बढी जान्छ, साझा टेलिभिजनको कहिलेकाहीँ कम जान्छ। किन जान्छ त साझा टेलिभिजनले के भन्दैन या टेलिभिजनहरूले पत्रकारले के भन्दैनन् भन्दाखेरि कोही व्यक्ति सुसाइड गरेर बित्यो होइन, यो दलित हो भनेर भन्दिनँ पहिला सुरु, उहाँ दलितले सुसाइड गर्नुभएको छ भनेर मिडियाले भन्दैन होइन, पत्रकारले भन्दैन। र चाहिँ यो फल्ना स्कुलको चाहिँ यति कक्षा पढ्ने विद्यार्थी हो भनेर टेलिभिजनले भन्दिनँ हामीले, किनकि संस्थालाई हामीले जोड्दैनौँ होइन। लास्टमा आएर हामीले उहाँ यो स्कुलमा पढ्नुहुन्थ्यो भन्नु होला, तर यति वर्षको चाहिँ यसको मृत्यु भएको छ भनेर सुरुवात गरिन्छ। तर चाहिँ भ्युअर्सको आधारमा चाहिँ कमाउनेहरूले के गरिरहेका छन् भन्दा सोसियल मिडियामा सुसाइड भयो, हामीले 3 मिनटको चाहिँ भिडियो बनायो न्युज, यो ठाउँमा चाहिँ फल्ना फैलामा चाहिँ यति यो गरेर सुसाइड भएको छ र प्रहरीले चाहिँ यसको विषयमा चाहिँ होइन थप अनुसन्धान गरिरहेको छ भनेर हामीले यसको विषयमा हामीले न्युज प्रसारण गर्छौँ। हाम्रो भ्युज कम हुन्छ, तर त्यसैमा सोसियल मिडियामा काम गर्ने युट्युब सामाजिक सञ्जाल या फेसबुकमा काम गर्नेहरूले उहाँले के गर्नुहुन्छ भन्दा आधी घन्टाको एपिसोड बनाउनुहुन्छ। हत्या भएको छ थाहा छैन के भएको छ होइन, अनि आमा बालाई गाउँका कसलाई लिएर आएर रुवाउने धाउने सबै गर्नुहुन्छ अनि उहाँले आधी घन्टाको सोसल गराउनुहुन्छ। र त्यसैमा पनि के भनिदिनुहुन्छ, जातको कुरा जोड दिइहाल्नुहुन्छ। जातको छेत्री भयो भने छेत्रीले सर्लकै सेयर गरिदिने भयो, दलित भने दलितले सेयर गरिदिने भयो होइन, अथवा चाहिँ साथीहरूले स्कुल भने विपक्ष स्कुलकाले सेयर गरिदिने भयो क्या, फेरि त्यहाँ त बदनाम गर्न छ नि त। त्यो र सामाजिक सञ्जालको चाहिँ विश्वसनीयतामा अलिकति कमजोर छ र हाम्रो भ्युअर्स आए पनि थोरै आए पनि हामीले हाम्रो लोगोको हाम्रो चाहिँ जुन इथिक छ त्यसमा हामी सही छौँ भन्ने कुरा छ। तर साँच्चै चाहिँ यो निगरानी गर्न पर्छ भनेर जसरी उहाँले भन्नुभयो, सोसियल मिडियाको मान्छेले समेत अब बोल्ने बेला जसरी हामी भनिरहेछौँ पत्रकारहरू हाम्रो चाहिँ क्याटेगोरी छुट्याउनु पर्छ, हामी पत्रकारिता गर्दैछौँ भन्ने खालको छ भने सोसियल मिडियामा काम गर्नेहरूले पनि ठ्याक्कै अहिले यो अवस्था चाहिँ आउन जरुरी चाहिँ छ। हामीलाई पनि अब क्याटेगोराइज गर्नुपर्छ, किनकि उहाँले गरेको काम मैले हेरिरहेको हुन्छु, त्यो उहाँले युट्युबमा हालेको कुराहरू बहुत राम्रो छ, त्यसबाट हामीले धेरै कुरा सिक्ने मौका पनि पाउँछौँ मिडियाकर्मी भए पनि। तर चाहिँ धेरैजनाले त्यो काम गर्नु न, त्यसलाई व्यवस्थित गर्नका लागि तपाईँहरू कसरी आवाज उठाउँदै हुनुहुन्छ र आफ्नो भिडियोमा पनि कन्टेन्टहरू बनाउँदा त्यस्तो खालको कन्टेन्टहरू बनाउनु भएको छ कि छैन भन्ने कुरा मूल्य कुरा हो, त्यो विषय यसो बताइदिनु होला। धन्यवाद। दुईजनाले हात उठाउनु भएको छ। सबैजनालाई नमस्कार। म निरु गौतम। हामी अत्यन्तै अहिलेको यो समय सान्दर्भिक विषय पनि हो, न्यू मिडिया बहसमा आइ पनि राख्छ। खास गरी अहिले यो जुन डिजिटल मिडियाले खास भन्यो भने एउटा आम मानिसलाई चाहिँ सूचनाको पहुँच बढाएको छ होइन, मान्छेले छिनको छिनमा त्यो सोसल सामाजिक सञ्जालमा हेर्न पनि पाइन्छ। तर मिसइन्फर्मेसन पनि उत्तिकै बढाएको छ, फेरि त्यत्तिकै तीव्र बनाएको छ। हामीले यो आज परम्परागत मिडियामाथि डिजिटल मिडियाको चुनौती भनेर छलफल गरिरहँदा यो मिसइन्फर्मेसनलाई चाहिँ यो ट्रेडिसनल मिडियाले चाहिँ कसरी सामना गर्न सक्ला, एउटा मेरो प्रश्न।
र अर्को चाहिँ आज धेरै मिडिया हाउसहरू चाहिँ डिजिटल प्लेटफर्मतिर गइरहेका छन्। हिजोदेखि हाम्रो बहस पनि त्यतातिर छ कि अब हामी पनि डिजिटल प्लेटफर्ममा जानुपर्छ, अहिलेको समय पुस्ताको माग त्यही हो भन्ने कतिपय सन्दर्भमा यहाँ छलफल पनि त्यो चलिरहेछ। तर केवल प्लेटफर्म बदल्नु मात्रै महत्त्वपूर्ण हो कि हाम्रा कन्टेन्ट स्टाइलहरू पनि फरक हुनुपर्छ? मेरो यो दुईवटा प्रश्न। थ्याङ्क यू। धन्यवाद। नमस्ते, म तिलक सुवेदी। यो नयाँ र पुरानाको लडाइँ जहिले पनि सुरुमै कार्यक्रम सञ्चालकले भने जस्तै चलिरहेको छ। झन्डै मिडियामा अहिले पछिल्लो समयमा स्ट्रिम मिडियाका पत्रकारहरू न्यू मिडियामा झरेर काम गरिराख्नु भएको छ। हामीले सरासर हेर्दाखेरि उनीहरूलाई झरेको भन्छौँ। हजुरको नजरमा के लाग्छ? पहिलो प्रश्न। र आजभन्दा 7 वर्ष पहिले मैले एउटा कुनै रेडियोमा काम गर्न यहाँबाट नवलपरासी गएको थिएँ। त्यहाँ जाँदा हामी 17 जनाले काम गर्थ्यौँ र 17 जना मध्ये हामी सबै नै अफिस टाइममा व्यस्त हुन्थ्यौँ। तर आज म 1 हप्ता अगाडि त्यही ठाउँमा त्यही रेडियोमा प्रवेश गर्दा 3 जनाले काम गर्नुहुन्छ र 3 जना नै फुर्सदिला हुनुहुन्छ। मधु सर, अब भन्नुहोस्, त्यो मिडियालाई बचाउन, त्यो रेडियोलाई बचाउन के गर्नुपर्छ? दोस्रो प्रश्न। र कन्टेन्ट क्रिएसनमा सबैभन्दा बढी रकम आउँछ अरे अथवा आर्थिक लाभ हुन्छ अरे, त्यो कसरी हो? हामीले पनि सिकाइदिनु न। धन्यवाद। हुन्छ, धन्यवाद। म यहाँनिर यसैमा थपेर पालै पालो जवाब दिन अनुरोध गर्छु। तिलकजीले भने जस्तै खास गरी सञ्चार माध्यमहरूमा पत्रकारहरूले चाहिँ न्यूनतम पारिश्रमिक पाएनन्, मिडिया हाउसहरूले तलब दिएनन् भनेर पत्रकार महासङ्घले पटक पटक अफिस अगाडि गएर धर्ना दिनुपर्ने, कालो झन्डा राख्नुपर्ने, ब्यानर राख्नुपर्ने अवस्था लामो समयदेखि देखिन्छ। र कतिपय मिडिया हाउसहरूले गोल्डन ह्यान्डसेक भनेर या अरू बाहनामा पत्रकारहरू र मिडियामा काम गर्ने कर्मचारीहरूलाई निकालिरहेको पनि देखिन्छ। तर जुन हामीले न्यू मिडिया भनिरहेका छौँ, डिजिटल प्लेटफर्म, यो प्लेटफर्ममा एउटा टिम बनाएर काम गर्दाखेरिमा सजिलोसँग चल्न सकिन्छ भने यी परम्परागत मिडिया भनेर किन बोकेर हिँडिरहने भन्ने सवाल पनि उठिरहेको छ। साथीहरूले त्यस्तै सवाल खोज्नु भएको जस्तो लाग्छ। यतातर्फ चाहिँ कसरी हेर्न सकिन्छ, या चाहिँ हामीले त्यसलाई इग्नोर गरेर परम्परागत मिडियालाई धानिरहने हो कि बसाइ सर्ने? हुन्छ। म 2-3वटा कुरा चाहिँ भन्छु टु दी पोइन्टमा। एउटा चाहिँ पत्रकार र कन्टेन्ट क्रिएटरमा के फरक छ भन्ने कुरा छ होइन। अब पत्रकारको चाहिँ जुन विगतमा हामीले जुन बुझाइ थियो अथवा जुन पढ्यो त्यसलाई चाहिँ त्यो परिभाषालाई अलिकति चाहिँ परिमार्जित गर्नुपर्छ, समय सान्दर्भिक बनाउनुपर्छ, टेक्नोलोजी फ्रेन्डली बनाउनुपर्छ भन्नेमा म पुगेको छु। हामी प्रेस काउन्सिल नेपालले चाहिँ एउटा कार्यदल गठन भएको थियो, त्यहाँ चाहिँ हामीले सुझाव पनि दिएको छौँ। अहिले बजारको कन्फ्युज चाहिँ के हो भने पत्रकारहरू कन्टेन्ट क्रिएटर बन्न खोजेको र कन्टेन्ट क्रिएटरहरू पत्रकार बन्न खोजेको अहिलेको अवस्था चाहिँ त्यो हो। यसमा चाहिँ के छ भने पत्रकारिता कुन प्लेटफर्ममा गर्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण होइन। पत्रकारिताको सिद्धान्त, नर्म्स, भ्यालुज र त्यो रेस्पोन्सिबल छ कि छैन त्यो अनुसार चाहिँ अगाडि जानुपर्छ भन्ने छ। त्यो अन्तर्गत चाहिँ के छ भने आजको दिनमा रेडियो, टेलिभिजन, पत्र पत्रिकामा काम गर्नेलाई मात्रै होइन कि सोसियल मिडियाका प्लेटफर्ममा पनि काम गर्नेहरूलाई पत्रकार बनाउन सकिन्छ। तर त्यसको दुईवटा चाहिँ मापदण्ड चाहिँ क्लियर कट हुनुपर्छ भने चाहिँ एउटा चाहिँ संस्थागत संरचना हुनुपर्छ त्यो, अर्को चाहिँ पारदर्शी हुनुपर्छ, अर्को चाहिँ तपाईँ के छ भने उहाँहरू पत्रकारिताको नर्म्स भ्यालुजबाट गाइडेड हुनुपर्छ र प्रेस काउन्सिल अथवा चाहिँ हाम्रो कुनै न कुनै मेकानिजम अन्तर्गत रहनुपर्छ, रेस्पोन्सिबल हुनुपर्छ भन्ने एउटा कुरा। अर्को कुरा चाहिँ के छ भने हामीले सोसियल मिडियाको कुरा गर्दाखेरि चाहिँ कन्टेन्ट क्रिएटर र जर्नलिस्टहरूको चाहिँ हामीले दुइटैलाई एउटामा हाल्नु हुँदैन। कन्टेन्ट क्रिएटरहरू पनि त्यसमध्ये केही धेरै राम्रो छ, जर्नलिस्टहरू पनि सबै राम्रो छैनन्, त्यसमा पनि क्वेसनेबल छ। अहिले चाहिँ जर्नलिस्टमाथि अथवा जर्नलिजममाथि जति क्वेसन आएको छ त्यो चाहिँ हामी एकदमै पर्फेक्ट 100% दिएका थियौँ, त्यही अनुसार आएको भन्ने होइन, हामीमाथि पनि ठुलो क्वेसनहरू छ।
अर्को चाहिँ यो बजार अनुसार पत्रकारिता चल्ने कि पत्रकारिता अनुसार बजार चल्ने भन्ने मेन कुरा हो। हामीले चाहिँ के छ भने त्यो चाहिँ अब व्यक्तिको मिडियाको स्कुल अफ थटमा डिपेन्ड हुने कुरा हो। मेन कुरा चाहिँ के हुन्छ भने हामीले चाहिँ पत्रकारिताको नर्म्स भ्यालुभित्र रहेर तथ्यपूर्ण सूचना प्रवाह गरेर भनौँ न निष्पक्ष तरिकाले काम गर्दै दर्शकबिच पुग्ने हो। दर्शकले के खोज्छ त्यो अनुसार जाने चाहिँ होइन। यसको मतलब यो होइन कि दर्शक अथवा अडियन्सको चाहिँ टोटल कुरालाई अन्डरमाइन गर्नुपर्छ भन्ने होइन। अर्को कुरा चाहिँ यो मिसइन्फर्मेसनलाई चाहिँ ट्रेडिसनल मिडियाले कसरी काउन्टर गर्ने भन्नुभएको छ। यो चाहिँ अहिले हाम्रो रिसर्चले के देखाएको छ भने चाहिँ 90% भन्दा बढी तपाईँले सोसियल मिडिया हेर्नुहुने व्यक्तिहरूले चाहिँ कुनै न कुनै रूपमा चाहिँ हामीले मिसइन्फर्मेसनहरू प्राप्त गरेका छौँ भनेर भन्नुभएको छ। त्यसको दुईवटा कुरा हो। एउटा चाहिँ मेन स्ट्रिम मिडिया आफै पनि तथ्यपूर्ण हुनुपर्छ। अर्को चाहिँ उहाँहरूको प्लेटफर्ममा पनि तथ्यपूर्ण सूचना अनि त्यसपछि सही विश्लेषणहरूले त्यो प्लेटफर्महरूलाई एक्सपान्ड गरेर अरू प्लेटफर्ममाथि पनि हाबी हुनुपर्छ भन्ने कुरा अर्को हो। अर्को कुरा चाहिँ के छ भने मिडिया लिट्रेसीको कुरालाई पनि हामीले गभर्मेन्ट तर्फबाट अथवा मिडियाबाट विभिन्न सेक्टरबाट काम गर्न सकिन्छ। त्यति मात्रै नभएर के हुन्छ भने गलत सूचनालाई चाहिँ गलत भन्ने कुरा चाहिँ जुन फ्याक्ट चेकिङदेखि लिएर गरिरहेका छौँ। पत्रकारिता त अब पत्रकारले त अलमोस्ट सबै कुरा फ्याक्ट चेकबाटै गर्ने हो, तर कमी कमजोरी छ भने करेक्सन गर्ने भन्ने कुरा हो। अर्को कुरा चाहिँ के छ भने यो जुन ट्रेडिसनल मिडियामा फाइनेन्सियल क्राइसिस आयो अनि त्यस हुनाले हामी धेरै अगाडि बढ्न सकिएन अनि सोसियल मिडियाले चाहिँ हामीलाई चाहिँ डोमिनेट गर्यो भन्ने भने त्यसको दुईवटा कुरा हुन्छ। एउटा चाहिँ तपाईँले पत्रकारिता के का लागि गरेको भन्ने पनि प्रश्न हुनु पऱ्यो। अर्को कुरा चाहिँ तपाईँले के छ भने समयअनुसार आफूलाई परिमार्जन गर्नु पऱ्यो। तपाईँले न्युजलाई जति स्ट्रङ बनाउनुहुन्छ हामीले फाइनेन्सियलले पनि स्ट्रङ बनाउन लाग्नुपर्ने हुन्छ। त्यही भएर कस्तो छ भने हामीले विगतमा जुन तरिकाले अब तपाईँले विज्ञापनमा मात्रै डिपेन्ड गर्यो त्यसलाई चाहिँ त्यो मोडालिटीलाई हामीले चेन्ज गर्नुपर्ने हुन्छ र आम्दानीका चाहिँ मल्टिपल स्रोतहरू चाहिँ गर्नुपर्ने हुन्छ। अब यसमा अर्को कुरा तपाईँले हेर्नुभयो भने के हुन्छ भने अब जर्नलिस्टले समाजसेवा गर्ने कुरा त एउटा छँदैछ, तर पैसै नदिएर समाजसेवा गर पत्रकारिता गर भन्न मिल्दैन। त्यस हुनाले चाहिँ यो मिडिया सञ्चालकको पाटोलाई लिएर अनि पत्रकारिताको क्वालिटीलाई लिएर अनि हामीले चाहिँ केही गर्न सकिएन, सोसियल मिडियाले हामीलाई सर्वस्व सक्यो भन्ने होइन कि मिडिया सञ्चालकले पनि इकोनोमिकमा जोड दिनु पऱ्यो, जर्नलिस्टले कन्टेन्टमा जोड दिनु पऱ्यो। अनि त्यसपछि के छ भने आफ्नो स्कोप कहाँ छ भन्ने कुरा चाहिँ हेर्नु पऱ्यो। अब अहिले हामीले कुरा गर्दाखेरि चाहिँ मैले जहिले पनि भनिरहेको छु कि अब सोसियल मिडिया जर्नलिस्टहरू तयार पार्नु पऱ्यो। न्युज सेक्सनमा हामीले जर्नलिस्ट मात्रै तयार पारेर भएन। किन यसको मतलब के छ भने यो दुईवटा कुरासँग जोडिएको छ। त्यो तपाईँले एउटा मार्केटसँग जोडिएको छ। अर्को कुरा चाहिँ तपाईँले हाम्रो अडियन्सहरू अथवा चाहिँ रिडर्सहरूको कुरा पनि हामीले ध्यान दिनु पऱ्यो। त्यो चाहिँ त्यसो गऱ्यो भने चाहिँ मिडिया पनि स्ट्रङ हो भने अनि जर्नलिस्टहरू पनि स्ट्रङ भयो भने कन्टेन्टले चाहिँ डोमिनेट गर्ने हो। हामीले प्रविधिमा पनि चेन्ज गरेनौँ, फाइनेन्सियल मोडलमा पनि चेन्ज गरेनौँ र प्रेजेन्टेसनमा पनि चेन्ज गरेनौँ भने त डाइनोसर हुनुको विकल्पै छैन। अब जस्तै यहाँबाटै कुरा गर्दा अब यहाँबाट पाल्पा जाँदा सुरुङ मार्ग चाहिँ बन्दैछ। अब चाहिँ म सुरुङ मार्गबाट जान्न बाहिरैबाट हिँड्छु भन्यो भने त त्यो अन्तिममा त कि सुरुङ मार्गबाट जानुपर्छ नत्र चाहिँ भिडबाट खस्नुपर्ने हुन्छ। त्यसलाई कसैले बचाउन सक्दैन। धन्यवाद। अब यो सबै कुरा कहाँ जोडियो भने अब हामी के गर्ने कसरी बाँच्ने भन्ने खालकै कुरामा आएर जोडियो। अब मिडिया हाउसहरू बलियो नभएसम्म त फेरि पत्रकार पनि बलियो हुँदैन। यो अर्को एउटा पाटो हो। अघि हामीले यहाँ मिडिया हाउसका सञ्चालकहरूको पनि सुनिरहेको थियौँ, उहाँहरू आफ्नै सङ्कटमा हुनुहुन्छ। अब अघि यहाँ सिपिजीले भन्नुभयो धर्ना दिने तलब नपाउने समस्याहरू कुरा, अब त्यो फेरि अर्को बहसको विषय होला। उहाँहरू पनि छलफल गर्दै हुनुहुन्छ आफू कसरी टिक्ने भनेर। तर अब पत्रकारिताको एङ्गलबाट मलाई लागेको चाहिँ अहिलेको चुनौतीहरू डिजिटल प्लेटफर्मलाई कसरी उपयोग गर्ने भन्ने आजको हाम्रो बहस भएको कारणले मैले आफूले देखेको कुराहरूमा चाहिँ एक दुईवटा कुरा चाहिँ तत्काल हामीले के गर्न सकिएला भन्ने मलाई लाग्छ। अब डिजिटल प्लेटफर्मको जतिसक्दो धेरै प्रयोग गर्ने पत्रिका र टेलिभिजन रेडियो सबैले गर्न सक्छौँ, हामी गरौँ। यसमा चाहिँ डिजिटल फर्स्ट एप्रोच भनेर यसलाई पहिला सामग्रीहरू सोसल मिडियामा हाल्ने, त्यस पछाडि अर्को दिन बल्ल त्यसको विस्तृत रूप पत्रिकामा अथवा टेलिभिजनमा चाहिँ आफ्नो टाइममा हाल्ने। तर सुरुवाती चरणमा चाहिँ डिजिटल प्लेटफर्मबाट सुरुवात गर्ने एउटा चाहिँ अब यो तर्फ जान्छ जस्तो मलाई लागेको छ।
अर्को हामीले युवासँग जोडिने कार्यक्रमहरू अलिकति कम भयो कि नेपाली मिडियामा। यत्रो ठुलो युवा पुस्ता छ, यससँग मिडियाको सम्बन्ध विच्छेद, अघि शिवगाउँले दाइले पनि भन्दै हुनुहुन्थ्यो सम्बन्ध विच्छेद भएको छ। उनीहरू चाहिँ पत्रिका किन्दैनन्, टिभी खोलेर सेटमा पनि बस्दैनन्, उनीहरूले छोटोमा यसो हेर्दा सूचना चाहिएको छ। अब त्यसलाई विशंसनीय ढङ्गले कसरी उनीहरूको मोबाइलमा हामीले हाम्रो सूचना पुर्याउने भन्ने एउटा यो सबैभन्दा ठुलो चुनौती हो भन्ने आजको दिनमा मलाई लाग्छ। अब अर्को एउटा एक्सप्लेनरको कुरा आयो। अब यो सोसल मिडियाले के भयो भन्ने तत्काल त दिन्छ, तर यो चाहिँ कसरी भयो, किन भयो, यसले तपाईँको जीवनमा के असर गर्छ भन्ने कुरा चाहिँ त्यसले दिँदैन हो। र यहाँनिर चाहिँ हाम्रो कहीँ न कहीँ उपस्थिति आवश्यकता छ भन्ने मलाई लाग्छ। त्यसैले एक्सप्लेनरमा गयौँ भने अझै बढी हामी हाम्रो सान्दर्भिकता अझै बढी हुन्छ भन्ने मलाई लाग्छ। तत्कालका लागि चाहिँ मैले देखेको अनुभव गरेको भएको के हो भने यहाँको साथीहरूले पनि अब एउटा के सुरु गरौँ भने कम्तीमा फेसबुक, इन्स्टाग्राम, टिकटक यस्ता जुन डिजिटल प्लेटफर्महरू आएका छन्, अहिले पछिल्लो पटक रेडिट, डिस्कर्ड जस्ता अझै हामीले पनि थाहा नपाएको युवा पुस्ता सबभन्दा धेरै त्यतातिर रहेछ। मैले पछिल्लो पटक हेर्दैछु। अब त्यहाँबाट पैसा पनि रहेछ अलिअलि, फेरि इन्कमको सोर्स पनि छ। अब यसलाई हामीले कसरी प्रयोग गर्ने भन्ने बारेमा चाहिँ अलिकति एउटा प्लान गऱ्यौँ भने मैले पछिल्लो पटक गरेको चाहिँ अलिकति तपाईँहरूलाई सेयर गर्न चाहिँ कम्तीमा महिनाको अलिकति मेहनत गऱ्यौँ भने $1-2 चाहिँ हामीले त्यहाँबाट कमाउन सक्ने एउटा सम्भावना छ है। $1,000 देखि $2,000 यहाँबाट पनि यसलाई चाहिँ उपयोग गरौँ भनेर म साथीहरूलाई एउटा सुझाव दिन चाहन्छु। सकिन्छ त्यो गर्न, किनभने अलिकति बिचमा हामीले त्यो प्र्याक्टिस गर्दा बढ्दो क्रममा छ। किनभने युट्युबमा पनि राम्रो छ, फेसबुकमा पनि बिस्तारै बढ्दैछ होइन। अब यो घरमै बसेर पनि गर्न सक्ने कुरा छ। तथ्यगत रूपमा हामीले अलिकति सूचनालाई सोसल मिडियामा लैजान सक्यौँ भने तथ्य सूचनाहरूको एकदमै खडेरी छ, त्यो भ्याकुमलाई हामीले पुरा गर्न सक्छौँ। सिपीजी पुनः म्याम हजुरसँग केही जस्तो अहिलेको अवस्थामा चाहिँ विज्ञापन बजार पनि सोसल मिडिया प्लेटफर्मतिर बढी आकर्षित भइरहेको छ। अघि नै पनि कुरा उठ्यो, पत्रकारलाई भन्दा कन्टेन्ट क्रिएटरलाई बोलाउन थाले। जस्तो कन्टेन्ट क्रिएटर भनेको मैले दिपेशजी जस्तो कन्टेन्ट क्रिएटर भनेको छैन, अलिकति मार्केटिङ बिजनेसमा काम गर्ने कन्टेन्ट क्रिएटरहरूलाई बोलाउन थाले। भनेको बजार चाहिँ विज्ञापन पनि सोसल मिडियाले तानिरहेको छ, कन्टेन्टमा अरू चुनौतीहरू पनि सोसल मिडियातिर छ। अब चाहिँ कसरी चाहिँ अनलाइन मिडियालाई चाहिँ सस्टेन गर्न सकिन्छ? पहिले यो जुन प्रिन्ट अनि रेडियोलाई सङ्कट आयो भन्दै एक किसिमले चाहिँ यो मल्टिमिडिया अनलाइनलाई पनि अलिकता गाह्रो चाहिँ छ होइन। तर पनि मल्टिमिडिया र भिडियोमा पनि काम हुने भएकोले चाहिँ काइन्ड अफ त्यो जुन न्युज, जुन हार्डकोर न्युज हुन्छ, इन्फर्मेसन, सूचना, त्यो बाहेकका जति पनि हामीसँग सामग्रीहरू हुन्छन् त्यसलाई चाहिँ हामीले भिडियो फर्ममा लगेर कन्टेन्टको रूपमा एज अ कन्टेन्ट क्रिएटर, एउटा कन्टेन्ट क्रिएटरले जसरी गर्छ त्यसरी नै त्यो भिजुअल फर्ममा काम गरिरहेको भएर अलिकता हामीलाई त्यताबाट सपोर्ट चाहिँ छ होइन। त्यसमा पनि हामीले राम्रोसँग काम गर्न सक्यौँ भने जसरी अहिले कन्टेन्ट क्रिएटरहरूले आफूलाई त्यो बेच्न सकिरहनु भएको छ, हामी अनलाइन मल्टिमिडियाबाट पनि त्यसले चाहिँ सपोर्ट चाहिँ भएको छ। एकदम त्यो बिचको सिचुएसन भनौँ न, नभएको पनि होइन, तर अब फेरि हामी त्यतातिर बढी फोकस हुने कि हाम्रो मेन पत्रकारिताको जुन किसिमले हामीले इस्युहरू उठाएर त्यता फोकस हुने कि हामी भिडियोमा गएर कन्टेन्ट दिने भन्नेमा चाहिँ अहिले फेरि अनलाइनमा पनि त्यो खालको एउटा डिलेमा जस्तो त्यो सिचुएसन चाहिँ छ। तर पनि समाउ सपोर्ट चाहिँ भएको छ। अडियो भिजुअलमा हामी काम गर्ने भएकोले त्यो हाम्रा सामग्रीलाई हामीले भिडियोमा कन्टेन्ट बनाएर गर्दा चाहिँ त्यताबाट इन्कम जेनेरेट त्यसले हेल्प नै गरिरहेछ। हुन्छ, धन्यवाद। दिपेशजीसँग केही सवालहरू आएका छन्, त्यसमा म एउटा सवाल थपेँ। धेरै साथीहरूले जिज्ञासा राखेको सवाल पनि हो मसँग, सोध्नु होला भनेर। तपाईँको टिम कतिजनाको छ र त्यो टिमले कसरी चाहिँ त्यहाँको
आर्थिक मोडल भनौँ न, तपाईँले म्यानेजमेन्ट गर्ने चाहिँ जुन टिम छ त्यसको आर्थिक मोडल चाहिँ कस्तो छ? एउटा मिडिया हाउस चले जसरी चलेको छ कि कुन मोडलमा छ? हेलो ल सो बिजनेस मोडलको कुरा गर्ने हो भने चाहिँ यो बिजनेस बन्छ भनेर सुरु गरेको चिज होइन, रहरले सुरु गरेको चिज कहिले 1 बाट 2 भयो, 2 बाट 4, 8, अहिले हामी लगभग 12 देखि 14 जना काम गर्छौँ। त्यसमा रेगुलरली काम गर्ने मान्छे 30 जना भयो, त्यो बाहेक स्पेसलिस्ट फ्रिल्यान्सर्सहरू 3D आर्टिस्टहरू ह्यान्ड ड्रन एनिमेसन गर्नेहरू त्यो गऱ्यो भने 18 देखि 20 जनाको पुल छ हामीसँग। हाम्रो रेभेन्यू दुईवटा तरिकाबाट हुन्छ, एउटा प्लेटफर्मबाट जुन आउँछ, एडबाट जुन आउँछ, प्राइमेरली हामी युट्युबमा अपलोड गर्छौँ, युट्युबको एडबाट आउँछ, र सेकेन्ड चाहिँ भिडियोको बिचमा मान एउटा 20 मिनटको भिडियो छ भने सुरुको 3 मिनटपछि एउटा 1 मिनटको एडको स्लट भनेर राख्छौँ। तलपट्टि येलो बार पनि आउँछ, अडियन्सलाई थाहा हुन्छ कि यो चाहिँ एड हो भनेर, माथिपट्टि टिक लाउने अप्सन हुन्छ, युट्युबले दिन्छ यो पेड प्रमोसन हो भनेर, र कन्टेन्टमा त्यो स्पोन्सरको एडिटोरियल एक्सेस हुँदैन। हामीले स्पोन्सरलाई 1 मिनटको सेक्सन दिएको हो, त्यो सेक्सनमा त्यो प्रोडक्टको डिस्क्रिप्सन हुन्छ, तलपट्टि हामी कमेन्टमा लेख्छौँ कि यो ब्रान्डले हामीलाई यो 1 मिनटको एडको लागि पे गरेको हो। सो त्यो हाम्रो हामी सकेसम्म ट्रान्सप्यारेन्ट हुन चाहन्छौँ भन्ने एउटा भयो। सेकेन्ड, हामीले पैसा कमाउने भनेको जुन त्यो स्पोन्सरबाट कमाउँछौँ त्यसको त ट्याक्स त तिर्नु पऱ्यो। हामी भ्याटमा रेजिस्टर्ड छौँ, एज अ प्रोडक्सन कम्पनी हामी रेजिस्टर्ड छौँ। सो दुईवटा इन्कमको सोर्स भयो, एउटा नेपाल सरकारले इन्फ्लुएन्सर भनेर सुरुमै काट्छ 7.5% कि 5%, त्यो एउटा त्यहाँ कटाइ भयो। अर्को स्पोन्सरबाट आउने पनि भ्याटमा काटिन्छ, दुईवटा जान्छ, त्यो हिसाब क्लियर भयो। सो 12-15 जनाको टिमलाई मन्थली बेसिसमा दिनको लागि त्यत्रो ठुलो रकम छैन साँच्चै भन्नुपर्दा। तर किनकि टिम सानो छ, एजको हिसाबले प्रायः कलेजमा पढिरहेको एडिटरहरू छन्, उनीहरूको लागि बेसिक पकेट पनि जस्तो भयो। अबको 1 वर्ष 2 वर्षमा यो प्रश्न मेरो मनमा आउनेवाला छ कि हामीले कसरी रिटेन गर्ने। 4 वर्ष 5 वर्ष त हामी टिक्यौँ, अब अर्को 5 वर्ष टिक्नको लागि यो प्रश्न मजाले आउँछ। हामी अघि पनि त्यही कुरा गरिरहेका थियौँ। सो फाइनेन्सियल कुरा गर्दाखेरि चाहिँ एउटा भिडियो बनाउन कति खर्च गर्ने, हामी महिनामा 4वटा भिडियो बनाउन सक्छौँ, यसको यति खर्च लाग्छ हामीलाई अलरेडी थाहा छ। सो हामी त्योभन्दा बढी खर्च गर्न सक्दैनौँ। म साइन्सको स्टुडेन्ट हो, इकोनोमिक्सको होइन, मलाई थाहा छैन। यति बुझेको छु कि इन्कमभन्दा खर्च कम हुनुपर्छ, थोरै बस्नुपर्छ, त्यति बुझेको हो। सो त्यो हिसाबले चाहिँ हामीले लगभग 6 महिना 1 वर्षदेखि चाहिँ एउटा कन्टेन्टमा काम गरौँ, रेड पान्डा कन्जर्भेसनको बारेमा एउटा भिडियो गरौँ भन्ने प्लानमा छ। त्यसको लागि फिल्डमा जानु पऱ्यो, लजिस्टिक कस्ट बढ्छ, 5-7 दिन बस्नु पऱ्यो। हामीले हिसाब गऱ्यौँ, हाम्रो खर्च त धेरै गुणा बढी हुन्छ। हामी यो कन्टेन्ट अहिले गर्न सक्दैनौँ, हामीले गरेनौँ। हामी कहाँ जान सक्थ्यौँ, हामी नुवाकोट जान सक्थ्यौँ, नजिक थियो, त्यो कन्टेन्ट गऱ्यौँ। सो फाइनेन्सियल म्यानेजमेन्टको पाटोको लागि चाहिँ हामीसँग कति पैसा छ, यसमा हामी कुन स्केलको प्रोजेक्ट गर्न सक्छौँ। हामीले रिसेन्टली भैरव अर्यालमाथि एउटा कन्टेन्ट गरेका थियौँ 35 मिनटको, फुल्ली ह्यान्ड रन नो एआई युज एनिमेसनवाला। त्यसको लागि छुट्टै आर्टिस्टलाई 1.5 महिनाको लागि राखेर पे गर्नु परेको छ। अब त्यो भिडियो त हरेकचोटि बनाउनु पाए हुन्थ्यो, महिनाको 4वटा भिडियो त्यस्तो गर्न पाए हुन्थ्यो, कति राम्रो हुन्थ्यो, त्यसको तारिफ पनि आउँछ। तर त्यो फाइनेन्सियली डज नट मेक सेन्स। सो हामी लजिस्टिक प्रोडक्सनको लागि चाहिँ यति खर्च गर्न सक्छौँ भनेर नम्बर छुट्टिएको छ, त्यही अनुसार अगाडि बढ्छौँ, त्यही भएर सस्टेन भइरहेका छौँ। त्यो एउटा बाटो भयो। अरू पनि 1-2वटा कुरा मलाई जोडिहाल्न मन लाग्यो। सोसियल मिडिया, बिकज हाम्रो मेन ब्रेड एन्ड बटर त्यही नै छ। सोसियल मिडिया इज अ भेरी गुड प्लेटफर्म फर डिस्ट्रिब्युसन, तर त्यो जर्नलिजमको लागि राम्रो डिस्ट्रिब्युसन हो कि होइन भन्ने चाहिँ त्यसमा प्रश्न उठेन जस्तो लाग्छ। हामी सबैले कन्टेन्ट त हालिदियौँ, लेगेसी मिडिया होस् नयाँ होस् सबैले हालिदियौँ, अनि एउटाको चल्यो अर्कोको चलेन। अनि कुन चल्छ, जसले इमोसन इभोक गर्छ। अनि यहाँ चाहिँ हामी धेरैचोटि अडियन्सलाई चाहिँ एकदमै कस्तो सोझो गाई जस्तो एकदम केही नबुझेको जस्तो, हेर त मिसइन्फर्मेसनमा परेछ झुक्केछ भन्छौँ, होइन नि। त्यो कतिचोटि इन्फर्मेसन सेयर गर्दा गर्दा उसको त्यो इमोसनल ट्रिगर भइरहेको छ, उसले त्यो इन्फर्मेसनसँग आफ्नो आइडेन्टिफाई गर्यो। उसलाई कुनै नेता मन पर्दैन भने त्यो एआई क्लिप हो भने थाहा हुँदाहुँदै सेयर गरिरहेको हो नि त। सो सबैजना झुकिरहेका छन्, कतिजना जाने पनि गरिरहेका छन्। सो त्यो एउटा डिस्टिङ भयो। सो त्यो बाहेक चाहिँ यो होल प्रब्लमलाई कसरी सल्भ गर्ने के कुरा चल्दै गर्दाखेरि चाहिँ
हामी जुन समस्याको कुरा गरिरहेको छौँ यो समस्या इतिहासमै पहिलोचोटि भएको भन्छु म। किनकि टु वे कम्युनिकेसन त कहिले थियो त नि, कहिले पनि थिएन नि। इतिहासको सुरुवातदेखि त जहिले पनि मास मिडिया भनेको वान वे कम्युनिकेसन हो। पत्रिकाबाट होस्, रेडियोबाट होस्, टिभीबाट होस्, अनलाइन पोर्टलबाट टु सम एक्सटेन्ट अलिकति टु वे गर्न मिल्थ्यो कमेन्टबाट। तर अहिले कस्तो लाइभ फिडब्याक उतिखेर रियाक्सन आउँछ र नचाहँदै पनि अटोमेटिकली सेल्फ सेन्सिटिभ हुन्छ कि मेरो अडियन्सले चाहिँ यो मान्छे मन पराउँछ, उसको बारेमा मैले नराम्रो बोल्नु हुँदैन भनेर आफसे आफ चुपचाप भइन्छ। त्यसले मलाई के लाग्छ भन्दाखेरि धेरैजना जो व्यक्तिहरू बोल्नुहुन्थ्यो, राम्रो कुरा गर्नुहुन्थ्यो, त्यो भिडको डरले चुपचाप लागेर बस्नु भएको छ। अनि एउटा मात्रै ग्रुप अफ पिपल कराइरहेका छन्, त्यो भोकल माइनोरिटी हो। तर सोसियल मिडियामा त्यो एम्प्लिफाई हुँदै गर्दाखेरि चाहिँ ओहो सबैजना खराब भएछन् जस्तो लाग्छ। किनकि इफ सोसियल मिडियामा चाहिँ हामी भनिरहेको छौँ सबै मिसइन्फर्मेसन हो, भड्काउ कुरा मात्रै बिग्छ भने त्यो सोसियल मिडियाको समस्या भन्दा पनि सोसाइटीको समस्या हुन्छ म। इफ सोसाइटी नै त्यही चिज मन पराउँछ भने त त्यो सोसियल मिडियामा दोष दिएर काम जस्तो लाग्दैन मलाई। र मेरो आफ्नो व्यक्तिगत विश्वास चाहिँ के हो भन्दाखेरि चाहिँ कुनै पनि नयाँ चिज आउँदै गर्दाखेरि यो केही पनि होइन भन्ने लाग्छ। त्यसपछि एउटा कन्फ्लिक्टको फेजमा पुग्छ जस्तो लाग्छ। 4वटा फेज जुन हार्वर्डको रिसर्चरहरूले भनेका छन्। पहिलो फेज यो केही पनि होइन, हामी नै हो, एउटा भयो। सेकेन्ड फेज अलिअलि के हुन्छ, कन्फ्लिक्ट हुन्छ। आई थिङ्क हामी त्यही फेजमा छौँ राइट नाउ, नयाँ पुरानो कन्फ्लिक्टमा छौँ। थर्ड फेज एक्सेप्टेन्स र चौथो फेज चाहिँ अब यसलाई बेटर कसरी गर्ने र फेरि यही साइकल रिपिट भइराख्ने। नयाँ डिस्ट्रप्सन त आउँछ नै आउँछ। सो डिस्ट्रप्सन यही नै हो। सबैको आफ्नै खराब पक्ष नराम्रो पक्ष होला, हजुरलाई थाहा छँदैछ, हाम्रो पक्ष हामीलाई थाहा छँदैछ। त्यसलाई कसरी सुधार्ने हो र मैले हरेकचोटि भन्ने गरेको त्यो मेन जुन मर्म छ कि हामी फ्याक्ट चेकवाला कन्टेन्ट गरिरहेको, हामी समाज भाँड्न खोजेको होइन, हामी फाइदा लिन खोजिरहेको होइन, राम्रोसँग अथेन्टिसिटीको साथ काम गर्न खोजेको हो। र त्यति गर्दै हो भने त्यो लेगेसी होस्, नयाँ होस्, पुरानो होस्, जोसुकै होस्, एक ठाउँमा आएर छलफल गर्न मिल्छ, अगाडि बढ्न मिल्छ। हुन्छ, धन्यवाद। अब हामी अन्तिम चरणमा आइपुगेका छौँ। म अन्तिममा भुवन सरलाई यो सेसनमा हामीले अब तपाईँको अध्ययनको निचोड जसरी अबको 5 वर्षमा हामी कतातिर जान सक्छौँ होला, अहिलेको अवस्थामा रहेका परम्परागत मिडियाहरूले कुन बाटो लिनुपर्छ, यो सूचनाको जन्जाल एउटा इकोसिस्टममा चाहिँ कस्तो बाटो उपयुक्त हो भन्ने विचार राख्दै हामी यो सेसन समापन गर्छौँ। मुख्य कुरा त अहिले सबै मिडिया चाहिँ कन्भर्जेन्स मिडिया भएर गएको छ। त्यो कन्भर्जेन्स मिडियामा चाहिँ आफ्नो प्रभाव चाहिँ बढाएर जानुपर्ने हुन्छ। अब त्यसो हुनाले चाहिँ के छ भने जुन हामीले पत्रिका पढ्थ्यौँ अथवा रेडियो सुन्थ्यौँ, टेलिभिजन हेर्थ्यौँ, त्यो कम्प्लिटली मरिहाल्छ भन्ने चाहिँ छैन। किन भन्दाखेरि यस्ता घोषणा पहिले पनि भएको थियो कि 21औं शताब्दीमा रेडियो म्युजियममा हुन्छ भनेर मार्सल म्याक्लुनले भनेका थिए। तर रेडियो सेट पनि कम्प्लिटली लोप भएकै छैन। अडियो त छ। मैले भन्न खोजेको के छ भने अडियो, भिडियो र टेक्स्टको महत्त्वपूर्ण चाहिँ भूमिका चाहिँ जहिले पनि रहन्छ। तर त्यो कुन चाहिँ प्लेटफर्ममा रहन्छ भन्ने कुरा चाहिँ अर्थपूर्ण हो। त्यसो हुनाले चाहिँ यो प्रविधिमा चाहिँ डिजिटल मिडियाले डोमिनेट गर्ने कुरामा दुविधा छैन। यसको मतलब पत्रिका सबै सिद्धिन्छन्, रेडियो सबै सिद्धिन्छन्, टेलिभिजन सबै सकिन्छ भन्ने चाहिँ होइन। उहाँहरूले क्वालिटी कति दिनुहुन्छ भन्नेमा चाहिँ धेरै अर्थपूर्ण हुन्छ। मलाई आफूले लागिरहेको कुरा के छ भने यो ट्रेडिसनल मिडिया र न्यू मिडिया चाहिँ एउटा र अर्कोको चाहिँ शत्रु नभएर कम्प्लिमेन्ट्री भएको हुनाले चाहिँ आफ्नो ठाउँमा क्वालिटी मेन्टेन गर्नुभयो भने चाहिँ मेन स्ट्रिम मिडिया हामीले जुन ट्रेडिसनल मिडिया भनिएको छ त्यसले सोसियल मिडियालाई पनि सहयोग गर्छ। सोसियल मिडियाको पनि तपाईँको के छ भने त्यहाँबाट आएका कतिपय विषयवस्तुले चाहिँ मेन स्ट्रिम मिडियालाई पनि सहयोग गर्छ। त्यो मात्रै नभएर के छ भने मेन स्ट्रिम मिडियाको बजारदेखि लिएर इन्कम सोर्सदेखि लिएर लार्ज अडियन्समा पुग्ने चाहिँ हो। अनि अर्को तपाईँले एजेन्डा सेट गर्ने र कन्टेन्ट कुरा गर्ने, पोलिसी लेभलमा डिबेट गर्ने, जुन हामीले किन भयो, कसरी भयो, यसको इम्प्याक्ट के पर्छ, यसका पछाडिका कारणहरू के छन्, यो मुख्य कुरा चाहिँ सोसियल मिडियाबाट भन्दा पनि हामीले भनिरहेकै ट्रेडिसनल मिडियाकै कुरा गर्ने हो। त्यस हुनाले पत्रिकाकै उदाहरण दियो भने पत्रिका पनि चल्छ, त्यसैको चाहिँ वेबसाइट पनि चल्छ, त्यसैको चाहिँ तपाईँले डिजिटल प्लेटफर्महरू पनि सबै चल्छ। त्यति मात्रै नभएर मल्टिमिडिया पनि चल्छ। तर कुन चाहिँ बेलामा कसको चाहिँ बढी भ्यालु हुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ क्वालिटीमा डिपेन्ड हुने कुरा र सिजनको कुरा हो। अनि त्यसपछि सिजनको कुरा गर्दाखेरि चाहिँ हामीले दर्शकलाई पनि ध्यान दिनुपर्ने हुन्छ र दर्शक मात्रै सब थोक कुरा होइन, त्यसलाई चाहिँ मान्छेले कति विश्वास गर्छन् भन्ने कुरा पनि हेर्न जरुरी छ। अर्को चाहिँ म लास्टमा एउटा भन्न खोजेको चाहिँ म मेची महाकाली धेरै जिल्लामा घुम्दाखेरि चाहिँ पत्रकारहरू एकदमै डराएको पाएँ।
उहाँहरूले के भन्नुहुन्छ भने कन्टेन्ट क्रिएटरलाई धेरै बोलाउनु भयो, इन्फ्लुएन्सरलाई बढी बोलाउनु भयो, हामीलाई बोलाउनु भएन भन्ने उहाँको मुख्य कुरा हो। हामीले एउटा कुरा के बुझ्नुपर्छ भने पब्लिसिटी, कम्युनिकेसन र जर्नलिजममा फरक छ। मान्छेले आफ्नो अनुकूल कुरा गर्नलाई चाहिँ कन्टेन्ट क्रिएटरलाई कुरा गर्छ, आफ्नो अनुसारको कुरा गर्नलाई चाहिँ इन्फ्लुएन्सरलाई बोलाउँछ। त्यति मात्रै नभएर तपाईँले त्यहाँ केसम्म हुन्छ भने पेड कुराहरू पनि आउँछ। यसको मतलब यो सबै त्यस्तो आउँछ भन्ने होइन। त्यस हुनाले यो पब्लिसिटी गरिरहेको कुरालाई जर्नलिजम भन्न मिलेन। एक दोस्रो कुरा चाहिँ पत्रकारले क्वालिटी मेन्टेन गर्ने हो भने पत्रकारले त प्रश्न गर्छ नि, प्रश्न गर्छ, गलत कुरा बाहिर ल्याउँछ, राइट रङको कुरा गर्छ। त्यही भएर पत्रकारले सही कुरा लेख्यो भने चाहिँ तपाईँलाई चाहिँ जसले बोलायो, जसले कन्टेन्ट तयार गरेर दियो, त्यो त हामीले जर्नलिजममा त डिफिनेसनको कुरा गर्दा त्यो त पब्लिसिटी मेटेरियल भन्छौँ। म त तपाईँ एडभाइजर भएर बसेको पनि हो। म 2 पटक एडभाइजर भएर बस्दाखेरि म साथीभाइहरूलाई के भन्थेँ भने मबाट आउने कुरा चाहिँ यी पब्लिसिटी मेटेरियल हुन्, यो चाहिँ जर्नलिजमको कन्टेन्ट होइनन्। तर यहाँ सूचना पनि भएको हुनाले, जर्नलिजमलाई चाहिने कुरा भएको हुनाले तपाईँहरूले यो पब्लिसिटी मेटेरियललाई चाहिँ जर्नलिजमको फ्रेमवर्कमा ढाल्नु। त्यही भएर यो पब्लिसिटी र चाहिँ के अरे जर्नलिजमलाई एउटै ठान्न भएन। हामी पत्रकारले कामै गर्ने हो भने त त्यसको के हुन्छ भन्ने उदाहरण त अहिले तपाईँले हेर्नु न, हाम्रो चाहिँ जति पनि यहाँ करप्सनका इस्युजहरू बाहिर आएको छ, जसका पोजिसनहरू गएका छन्, मन्त्रीका जागिर गएका छन्, त्यो सोसियल मिडियाले गयो भन्ने होइन। त्यहाँ मेन स्ट्रिम मिडियाको भूमिका त्यत्तिकै छ। खालि एजेन्डा कसले बढी उठायो भन्ने हो। यो चाहिँ बेला मौकामा के हुन्छ भने बाख्रा पनि हराएको, चितुवा पनि कराए जस्तो भएको हो। त्यहाँ चाहिँ बेला बेला सोसियल मिडियाको प्रभाव पनि देखिन्छ, मेन स्ट्रिम मिडियाको पनि देखिन्छ। त्यही भएर यो कम्प्लिमेन्ट्रीको रूपमा भएको हुनाले हामीले कन्भर्जेन्स मिडियालाई प्रमोट गरौँ, डिजिटल मिडियालाई पनि लगानी गरौँ, अरूमा पनि हामीले ध्यान दिउँ। जस्तै पत्रिकाकै कुरा गऱ्यो भने पनि तपाईँले के पत्रिका निकाल्न भएन, बुटलकै कुरा गऱ्यो भने पनि 5000 चाहिँ ग्राहक बनाउन नसक्ने, अनि त्यसपछि तपाईँले केही सब्सक्राइबरहरू बनाउन नसक्ने, यो पत्रिका किन पढ्नुपर्छ भन्ने उत्तर दिन नसक्ने त पत्रिका किन चलाउने? हामी सोसियल मिडिया मात्र केन्द्रित भइगयो नि। त्यस हुनाले चाहिँ हामीले पत्रकारिता कुरा गर्दाखेरि चाहिँ हाम्रो चाहिँ आफ्नो छुट्टै क्वालिटी र ब्रान्ड बनाउनु पनि जरुरी छ। डिजिटल प्लेटफर्महरूलाई त आफ्नो अनुकूल प्रयोग गर्नु नै पर्छ। धन्यवाद। एक खालको निचोड सुनाइसक्नु भएको छ। अलिकता भुवनजीले भन्दा भन्दै मेरो दिमागमा आएको भएर जोड्न मात्रै खोजेको, म धेरै समय लिन्न। सबै कुरामा मेरो सहमति भुवन सरले अहिले भन्नुभएको कुरामा। अनि उहाँ सरले भनेको कुरामा मलाई सुन्दा सुन्दै के आयो भने अहिले जुन एउटा मासमा यति छिटो पुग्छ, पहिले वान वे कम्युनिकेसन हुन्थ्यो, अहिले चाहिँ मासमा पुग्छ भन्ने जुन एउटा रिभोल्युसनको हिसाबले कुरा गर्दाखेरि अहिलेको फेज चाहिँ मलाई कस्तो लाग्छ भने हामीले पनि यो सोसियल प्लेटफर्ममा जति पनि हामीलाई सुविधाहरू छ नि त्यसको बारेमा हामीले जानकारी नपाएर पनि हो कि धेरै हामी त्यो बारेमा बुझ्न कोसिस नगरेर पनि, किनभने हामीलाई कमेन्ट हेर्न मन लाग्छ तर त्यो कमेन्ट चाहिँ आफ्नो फरको हुनु पर्यो कि पोजिटिभ कमेन्ट हेर्न मन लागेर वाह कस्तो राम्रो भनिदियोस् भन्ने त्यो कमेन्ट त्यस्तो आओस् भन्ने सुन्नलाई नै हामीले कमेन्ट हेर्ने हो। जब गाली देखिन्छ तब त त्यो हेर्न मन लाग्दैन नि त। त्यसलाई अफ गर्ने हामीलाई त्यो पनि छ नि सुविधा, कमेन्टलाई चाहिँ कमेन्ट अफ गर्न पनि पाइयो नि। तर त्यो हामी अफ किन गर्दैनौँ भने हामीलाई पोजिटिभ कमेन्ट सुन्न मन छ कि हेर्न मन छ कि मेरो बारेमा मैले लेखेको कुरा मैले राखेको कन्टेन्टमा चाहिँ वाह भन्ने आओस् भन्ने हुन्छ। जुन दिनदेखि धेरै नाइ भन्ने नराम्रो आएको हुन्छ त्यो त हामी हेर्न चाहँदैनौँ नि त। त्यही भएर मासमा पुगेर तुरुन्तै रियाक्सन आउँछ भन्ने कुरा पनि त्यहाँ हामीलाई त्यो सुविधा छ कि हामी त्यो कस्तो रियाक्सन आयो त्यो नहेर्न पनि सक्छौँ नि त। तर त्यो हामी चाहँदैनौँ, त्यही भएर हामीलाई त्यो अहिले सुविधा जस्तो लागेको हो। मासमा गएर तुरुन्तै रियाक्सन आउँछ भन्ने कुरा यो फिल्टर हुँदै जान्छ जस्तो लाग्छ कि फिल्टर हुँदै जान्छ र बिस्तारै यसमा चाहिँ यो अहिलेको जुन एउटा कन्फ्लिक्ट जस्तो छ नि मेन के अरे परम्परागत मिडियामा आएका कुरा सबै सही र जुन सोसल साइट्समा आउँछन् ती चाहिँ सबै गलत भन्ने कुरा पनि फिल्टर हुँदै जान्छ जस्तो लाग्छ। त्यति नै हो। थ्याङ्क यू। हुन्छ, धन्यवाद। हामीले आज अहिलेको सत्रमा परम्परागत मिडिया र न्यू मिडिया प्रतिस्पर्धी हुन् कि सहयात्री हुन् भन्ने विषयमा छलफल गऱ्यौँ। चुनौतीहरूका बारेमा छलफल गऱ्यौँ, अवसरका बारेमा पनि छलफल गऱ्यौँ। यो छलफलका लागि हामीसँग हिमालय टेलिभिजनका सम्पादक मधुसूदन पन्थीजी हुनुहुन्थ्यो, सेन्टर फर मिडिया रिसर्च
का अध्यक्ष भुवन केसीज्यू, अनलाइन न्युज पोर्टल ब्रेक एन्ड लिङ्क्स नेपालीका प्रधान सम्पादक पूनम पौडेलज्यू र द नेपाली कमेन्टका संस्थापक दिपेश त्रिपाठीज्यू हुनुहुन्थ्यो। चारैजनालाई म हार्दिक धन्यवाद दिँदै यो सत्र यहीँ समापन भएको जानकारी गराउँदैछु। धन्यवाद।